ओके साथीहरू, यहाँहरूलाई धेरै धेरै माया, धेरै धेरै स्वागत अनि नमस्कार छ। म योगेश आले मगर शिक्षा विकास तथा समन्वयकै हुम्ला कार्यरत छु। आज म यहाँहरूलाई शिक्षक पेसागत विकास प्रारूप 2080 बारे त्यहाँ भएका व्यवस्था, त्यो प्रारूपमा के कस्ता व्यवस्था छन् भन्ने कुरामा यहाँहरूमा जानकारी दिँदैछु। विशुद्ध आयोग तयारी गर्दै शिक्षक सेवा आयोग, लोक सेवा आयोगतर्फको शिक्षा सेवाधारका विद्यालय निरीक्षक, प्रास, सङ्घीय प्रास, प्रदेश प्रास, स्थानीय 7औँ प्रदेश 7औँ तहका तयारी गर्दै गरेका शिक्षक लाइसेन्स तयारी गर्दै गरेका तपाईँ साथीहरूलाई सहयोग पुग्नेछ भन्ने आशा अनि अपेक्षाका साथ मैले आज पेसागत विकास प्रारूप 2080 भएका व्यवस्थाहरू यहाँ समक्ष जानकारी गराउने उद्देश्यका साथ आज म उपस्थित भएको छु। शिक्षक पेसागत विकास प्रारूप 2080 शैक्षिक जनशक्ति विकास परिषदबाट मिति 2080 7 महिना 12 गते स्वीकृत भयो, जसअनुसार अहिले हाम्रो शिक्षक तालिमहरू सम्बन्धी शिक्षकका पेसागत विकास सम्बन्धी यो शैक्षिक जनशक्ति विकास परिषदबाट स्वीकृति भएको 2080 7 महिना 12 गते यो नै अहिले हाम्रो माझ लागू भइरहेछ। यसको उद्देश्य शिक्षक पेसागत विकास प्रारूप किन आउँछ, किन ल्याइयो भन्ने गुणस्तरीय सिकाइ, मूलतः गुणस्तरीय शिक्षण सिकाइमा भर पर्छ। भनेको मतलब गुणस्तरीय शिक्षण सिकाइ तब हुन्छ जब गुणस्तरीय शिक्षण सिकाइमा भर पर्ने हुनाले गुणस्तरीय शिक्षण सिकाइ कसरी गर्न सकिन्छ भनेर यो शिक्षक पेसागत विकास प्रारूपले धेरै कुराहरू बोलेको छ। शिक्षक तालिममा के कसरी गर्ने, शिक्षकलाई के कसरी अध्यापति गर्ने भन्ने कुरा बोलेको छ। त्यस कारणले गर्दा यो पेसागत विकास प्रारूप आयो भने शिक्षण सिकाइमा अझ गुणस्तरीयता हुनेछ भन्ने विश्वासका साथ यो प्रारूप आछ। अब यो के हो त शिक्षक पेसागत विकास प्रारूप भन्ने हो, मैले विशुद्ध यसको परिभाषा भन्दा पनि यसभित्र भएका व्यवस्थाको बारेमा जानकारी दिने भएकोले यहाँ मैले यसको परिभाषा थोरै छोटोमा लेखेको छु। शिक्षण कला कौशलको विकास, यसले शिक्षण कला कौशल, शिक्षणलाई कसरी शिक्षण गर्ने, कसरी विद्यार्थीमा शिक्षण सिकाइ प्रक्रिया गर्ने, कसरी विद्यार्थीलाई बुझाउने सिकाउने भन्ने कलाको विकास, योजना अभिवृद्धि गर्ने, विकसित सक्षमताको प्रभावकारी, विकासित भनेको विकास गरिएका विकसित सक्षमताको प्रभावकारी प्रयोग गरी शिक्षण तथा सिकाइ उपलब्धिमा अपेक्षित सुधार गर्ने कार्य शिक्षक पेसागत विकास हो भनेको। शिक्षक पेसागत विकास भनेको के रहेछ भने शिक्षण कला कौशलको विकास, योग्यता, अभिवृद्धि र विकसित सक्षमताको प्रभावकारी प्रयोग गरी शिक्षण तथा सिकाइ उपलब्धिमा अपेक्षित सुधार गर्ने कार्य शिक्षक पेसागत विकास हो भन्ने छ। यो शिक्षक पेसागत विकास प्रारूप 2080मा 5वटा परिच्छेद छन् साथीहरू। 5वटा परिच्छेदमध्ये परिच्छेद 1मा प्रारम्भिक छ, परिच्छेद 2मा शिक्षक पेसागत विकास छ, परिच्छेद 3मा शिक्षक पेसागत विकासका विधिहरू छन्, परिच्छेद 4मा विभिन्न सरकारवालाको भूमिका छ र परिच्छेद 5मा विविध भन्ने छ। हामी यही भित्रका कुरामा जान्छौँ। हामी परिच्छेद 1को प्रारम्भिक, यसको कसरी सुरुवात भयो भन्नेमा त्यति जाँदैनौँ। परिच्छेद 2मा पनि हामी त्यति डिटेलमा जाँदैनौँ। परिच्छेद 1 र 2मा हामी परिच्छेद 3, 4 र 5 यहाँहरू समक्ष जानकारी गराउँछु म। के छ परिच्छेद 3मा शिक्षक पेसागत विकासका विधिहरू कसरी छन्, के छन् भन्ने कुरा, विभिन्न सरकारवालाको भूमिका के छ, विविध के छ भन्ने कुरा यहाँहरू समक्ष म जानकारी गराउन चाहन्छु। अब तालिमको प्रकार, हामी यो पेसागत विकास प्रारूप 2080मा हाम्रा जम्मा 10 प्रकारका तालिमहरू छन्। मैले यसलाई यो सठिक तरिकाले यसलाई बुझ्न सजिलो होला भनेर नमुनाको रूपमा अगाडि यसरी राखेको छु। जस्तै हाम्रो तालिमका प्रकारहरू 10वटामा छन्। यो मैले कर्मसङ्ख्या, तालिम, समयावधि र कैफियत भनेर यसरी बनाएको छु। 1 नम्बरमा छ सेवा प्रवेश तालिम। सेवा प्रवेश तालिम भनेको हाम्रो 1 महिनाको हुनेछ, 15-15 गरेर 2 चरणमा 2 सेक्सनमा गरेर 30 कार्य दिनको हुनेछ समयावधि। 1 महिने सेवा प्रमाणीकरण तालिम 1 महिनाको हुनेछ, 15-15 गरेर 2 चरणमा गरेर 30 कार्य दिनको हुनेछ। यो पनि शिक्षक मेन्टरिङ हुनेछ, यो 6 महिनाको हुनेछ। छोटो अवधिको कस्टमाइज तालिम 5 दिनको हुनेछ। अर्को 5 नम्बरमा पाठ अध्ययन भन्ने छ, निरन्तर प्रतिबिम्बात्मक प्रक्रियाका रूपमा यसलाई लिइनेछ। अर्को छ 6 नम्बरमा स्वनिर्देशित सिकाइ भन्ने छ, विद्यालयमा आधारित निरन्तर शिक्षक पेसागत विकासको एक सशक्त माध्यमका रूपमा यसलाई लिइनेछ। कार्यमूलक अनुसन्धान भन्ने छ, सिकाइ सञ्जाल भन्ने छ 8 नम्बरमा, 9 नम्बरमा सहपाठी कक्षा अवलोकन र 10 नम्बरमा स्वमूल्याङ्कन गरेर यसरी 10 प्रकारका तालिमको व्यवस्था गरेको छ यो शिक्षक पेसागत विकास प्रारूप 2080ले। अब हामी परिच्छेद 3मा जान्छौँ। यसको मूल विषयवस्तु तालिमका प्रकार के हुने, कसरी तालिम सञ्चालन गर्ने भन्नेकै परिच्छेद 3मा व्यवस्था गरिएकोले मैले परिच्छेद 3बाट सुरुवात गरेँ। के कस्ता विषय गरिएको छ भनेर यहाँ 10 प्रकारका तालिमहरू यही परिच्छेद 3भित्र पर्छन् साथीहरू। परिच्छेद 3 शिक्षक पेसागत विकासका विधिहरू भन्ने छ। 1 नम्बरमा छ सेवा प्रवेश तालिम। अब सुन्नुहोस् है, सेवा प्रवेश तालिमको आधार के छ भने पेसागत जिम्मेवारी, जब पेसागत जिम्मेवारी, दायित्व, भूमिकाप्रति सचेत, शिक्षण पेसाप्रति नवीन र सकारात्मक सोच, सिकाइ सहजीकरण, सिप विकास र अपाङ्ग र विभिन्न सिकाइ आवश्यकता भएका बालबालिकाको विकास तथा सिकाइ सहजीकरण गर्ने सिप विकास गर्नको निम्ति
पेसागत जिम्मेवारी के हो, हाम्रो दायित्व के हो, हाम्रो भूमिका के हो, शिक्षण पेसामा कसरी सकारात्मक सोच ल्याउने, सिप विकास कसरी गर्ने, विभिन्न सिकाइ आवश्यकता भएका अपाङ्ग विद्यार्थीहरूलाई कसरी सिकाइ सहजीकरण भन्ने यस्ता विषयवस्तुमा आधारित रहेर कसलाई दिन्छ भने शिक्षक सेवाबाट नियुक्तिका लागि सिफारिस गरी पदस्थापनाका लागि पठाइएका प्रत्येक नवप्रवेशी शिक्षकलाई, जो शिक्षक सेवा आयोगबाट आएको परीक्षा पास गरेर नवनियुक्ति जो नयाँ नियुक्ति शिक्षक हुनुहुन्छ उहाँहरूको लागि यो दिइन्छ है। शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरिएको तालिम पाठ्यक्रमको आधारमा 30 कार्य दिने अवधि रहेको छ। यसको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसको पाठ्यक्रम निर्माण गर्छ, सोही आधारमा यसको कार्य दिने कति 30 कार्य दिनको हुनेछ। अब यसको पनि 30 कार्य दिनले अघि नै मैले भने 15 गरी 2 चरणमा विभाजन गरिएको छ। यसको 15 दिनको पहिलो चरण भनेको 15 दिनको आमन्ने सामान्य फेस टु फेस वा अनलाइन र मिश्रित विधिबाट दिन्छ साथी हो। पहिलो चरण 15 दिन भनेको 3 प्रकारबाट दिँदो रहेछ। आमन्ने सामान्य, अनलाइन र मिश्रित परिवारबाट दिइन्छ भने बाँकी 15 दिन भनेको विद्यालयमा आधारित हुन्छ। अब कहाँबाट भन्ने छ, शिक्षा तालिम केन्द्रबाट सहभागी सङ्ख्या र संस्थागत क्षमताको आधारमा शिक्षा विकास तथा समन्वयकै र स्थानीय तहबाट समेत सञ्चालन गर्न सकिनेछ भनेको सेवा प्रवेश तालिम। शिक्षा तालिम केन्द्रबाट सहभागी सङ्ख्या र संस्थागत क्षमताको आधारमा शिक्षा विकास तथा समन्वयका र स्थानीय तहबाट समेत सञ्चालन गर्न सकिनेछ भनेको स्थानीय तहमै सङ्ख्या पुग्ने भयो भने स्थानीय तहले दिनेछ। स्थानीय तहमा सङ्ख्या पुगेन भने जिल्लाभरिको सङ्ख्या हेरेर जिल्लाले दिनेछ। यदि जिल्लाभरिको सङ्ख्या पनि कम छ भने प्रदेशभरि हेरेर तालिम केन्द्रले दिनेछ भन्ने हो। यसको सङ्ख्याको आधारमा प्रदेश तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहबाट यो तालिम सञ्चालन गर्न सकिनेछ र यो तालिमको अभिलेख र प्रमाणीकरण गर्ने तालिम केन्द्र प्रदेश स्थित शिक्षा तालिम केन्द्रबाट नवप्रवेशी अथवा सेवा प्रवेश तालिम रहेका शिक्षकहरूको तालिमको अभिलेख र प्रमाणीकरण गरिन्छ साथीहरू। अब अर्को 2 नम्बरमा छ 1 महिने सेवा प्रमाणीकरण तालिम। 1 महिने सेवा प्रमाणीकरण तालिम भनेको यसको तालिमको आधार छ। सेवा प्रमाणीकरण तालिम भनेको हामी टिपिटी तालिम भन्छौँ है। सेवा प्रमाणीकरण तालिम भनेको यो 1 महिनाको हुन्छ, नामै 1 महिने सेवा प्रमाणीकरण तालिम भनेको छ। यसको तालिमको आधार छ। प्रमाणीकरण तालिमलाई शिक्षक पेसागत दक्षता अभिवृद्धि साथै वृत्ति विकासको अवसरसँग आबद्ध गर्ने भनेको यो पेसागत दक्षता अभिवृद्धि साथै शिक्षकको वृत्ति विकाससँग आबद्ध गरिनेछ। यसलाई तालिम पाठ्यक्रम विकास गर्दा विद्यालय शिक्षाको पाठ्यक्रम, यसले विद्यालय शिक्षाको पाठ्यक्रम, विषयगत शिक्षणका नयाँ विधि, तौर तरिका, सिकाइ आवश्यकता भएका बालबालिकाको सिकाइ सहजीकरण गर्ने सिप, शैक्षिक अनुसन्धानका सुझाव र शिक्षकको आवश्यकतालाई समेत आधार लिनेछ। केलाई आधार लिनेछ? शिक्षाको पाठ्यक्रम, विद्यालय शिक्षाको पाठ्यक्रम कस्तो छ, विषयगत शिक्षणका नयाँ विधिहरू के छन्, तरिकाहरू के छन्, बालबालिकाको सिकाइ सहजीकरण गर्ने सिप र शैक्षणिक अनुसन्धानका सुझाव र शिक्षकको आवश्यकतालाई आधार मानेर 1 महिने सेवा प्रमाणीकरण तालिम दिइनेछ। बदलिदो समय परिस्थिति पाठ्यक्रम कस्तो छ, कसरी सिकाउने भन्ने विषयवस्तुलाई आधार लिएर 1 महिने प्रमाणीकरण सेवा प्रमाणीकरण तालिम सञ्चालन गरिन्छ। अब प्रशिक्षकको क्षमता विकासका लागि प्रशिक्षक भनेको जो तालिम दिने हुन्छ उहाँहरूको क्षमता विकासका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्नेछ भनेको तालिम केन्द्रबाट सञ्चालन गर्ने प्रशिक्षकहरूलाई प्रशिक्षण कसले दिनेछ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गर्नेछ। तालिम केन्द्रले के गर्नेछ भने पठन पाठनमा बाधा न्यूनीकरण गर्ने ध्येयले सकेसम्म, पाठनमा न्यूनीकरण नगर्ने ध्येयले सकेसम्म विद्यालय विधाको अवधिमा शैक्षिक सत्रको सुरु तथा अन्त्यको समयलाई उच्च प्राथमिकता दिई प्रमाणीकरण शिक्षक तालिम सञ्चालन गरिनेछ भनेको विद्यालयमा पठन पाठनमा पनि अवरोध नगरोस्, शिक्षकलाई शिक्षण कौशल सम्बन्धी ज्ञान पनि दिने उद्देश्यले विद्यालय बन्द रहेको अवस्थामा शैक्षिक सत्रको सुरु र अन्त्यमा शिक्षा तालिम केन्द्रले यो प्रयास तालिम सञ्चालन यो समयमा सञ्चालन गर्नेछ भन्ने हो। स्थानीय तहबाट छनौट भएका सहभागीलाई प्रदेश स्थित शिक्षा तालिम केन्द्र मार्फत प्रमाणीकरण तालिम सञ्चालन हुनेछ। यसको छनौट स्थानीय तहबाट छनौट भएका सहभागीलाई प्रदेश स्थित शिक्षा तालिम केन्द्रबाट प्रमाणीकरण तालिम सञ्चालन गरिनेछ। कहिले शिक्षण सेवामा प्रवेश गरेको 5 वर्षभित्र प्रमाणीकरण तालिम पाउने व्यवस्था मिलाउनु पर्नेछ भनेको जब शिक्षण सेवामा प्रवेश गरिसकेपछि उहाँहरूले नव सेवा प्रवेश तालिम लाउनुहुन्छ, उहाँहरू शिक्षण सेवामा जब 5 वर्ष पुगिसक्नुहुन्छ, 5 वर्षभित्रमा सेवामा प्रवेश गरेको 5 वर्षभित्र उहाँहरूलाई यो 1 महिने सेवा प्रमाणीकरण तालिम दिइसक्नुपर्नेछ, दिने व्यवस्था मिलाउनु पर्नेछ। अब यसको तालिमको संरचना, यो 1 महिने सेवा प्रमाणीकरण तालिमको संरचना कस्तो रहनेछ? यो हाम्रो टिपिडी, यो हाम्रो शिक्षक बढुवा सम्बन्धी जोडिएको हुनाले पनि यसको संरचना यो अलि अरूभन्दा महत्त्वपूर्ण छ साथीहरू। अब 30 कार्य दिने, यसको संरचना भनेको एउटा 30 कार्य दिने हो। यसको 30 कार्य दिने, 1 महिने भनेको छ 30 दिन हो, 30 कार्य दिने हुने भयो। त्यो 15 कार्य दिने हुने गरी 2 खण्डमा विभाजन गरिने भनेको यसलाई 2 खण्डमा विभाजन गरिएको छ साथीहरू, 15 दिन गरी। पहिलो खण्डको 15 कार्य दिने,
पहिलो खण्डको 15 कार्यदिनलाई कसरी विभाजन गरिएको छ भने यसलाई कसरी सञ्चालन, यो तालिम केन्द्रबाट सञ्चालन गरिने हो। यसलाई सामान्य सामान्य, अनलाइन, मिश्रित पद्धतिमा आधारित भई समकालीन र असमकालीन विधिको प्रयोग गरिनेछ भने यसलाई सामान्य सामान्य पनि दिइनेछ, अनलाइन मार्फत पनि दिइनेछ, मिश्रित तरिकाले पनि दिइनेछ र समकालिक र असमकालिक विधिको प्रयोग गरेर पहिलो खण्डको 15 दिने तालिम यसरी दिइनेछ। त्यसै दोस्रो खण्डको 15 कार्य दिने विद्यालयमा आधारित हुनेछ। पहिलो भनेको हाम्रो तालिम केन्द्रमा आधारित हुनेछ भनेको, दोस्रो 15 दिने भनेको हाम्रो विद्यालयमा आधारित हुनेछ। पहिलो खण्डको तालिम समापन भएको मितिले, अब दोस्रो खण्डको कहिले लाग्ने भन्ने हो। पहिलो खण्डको तालिम समाप्त भएको 60 दिनभित्र सम्पन्न गरिसक्नु पर्नेछ। पहिलो खण्डको तालिम लगिसकेको अथवा 60 अथवा 2 महिनाभित्र हामीले दोस्रो खण्डको तालिम जुन विद्यालयमा आधारित हुन्छ त्यो सम्पन्न गरिनुपर्ने र सम्पादन गरेको कार्यको विस्तृत प्रतिवेदन तयार गरी शिक्षा तालिम केन्द्रले निर्धारण गरेको मितिमा अनिवार्य रूपमा प्रस्तुतकरण गर्नुपर्ने भनेको त्यो 60 दिनभित्र हामीले सम्पन्न गरिसक्छौँ र तालिम केन्द्रले तपाईँले यति गते प्रस्तुतिकरण गर्न आउनु पर्यो भनेपछि हामी त्यतिखेर त्यो प्रस्तुतिकरण गर्छौँ। विद्यालयमा आधारित तालिम क्रियाकलाप, दोस्रो खण्डको तालिमको क्रियाकलाप र कार्यभार छ। त्यो कार्यभार 15 दिनको कार्यदिन यसरी छ। यसका 7वटा छन्। 7वटा क्रियाकलापमा हामी 15 कार्यभार छ। जस्तै कम्तीमा 10वटा 5-6 जना सहितको अभ्यास शिक्षण गर्नु पर्यो, त्यसको कार्यभार अथवा 3 दिन छ कार्यदिन। शिक्षण सुधार योजना, टिचिङ इम्प्रुभमेन्ट प्लान TIP को लागि 2 कार्यदिन छ। कार्यमूलक अनुसन्धानको लागि 2 छ। पाठ अध्ययन अभ्यास, लेसन स्टडी प्र्याक्टिस योजना कार्यान्वयन प्रतिबिम्ब र सुधारको लागि 2 दिन छ। सिकाइमा नवप्रवर्धनका लागि सूचना तथा सञ्चार प्रविधिको उपयोगको लागि 2 कार्यदिन छ। सम्बन्धित विषय शिक्षणमा पूरक सामग्रीको उपयोगको लागि 2 दिन छ। 15 दिनको सामान्य सामान्य, अनलाइन वा मिश्रित तालिम पाठ्यक्रम अनुसार निर्धारित गरिएको विषयवस्तुमा आधारित भई कर्मसङ्ख्या 6 भनेको 1 देखि 6 सम्मका विषयवस्तुसँग नदौरिने गरी अन्य परियोजना कार्यभार 2 अङ्क गरी यसरी 15 अङ्कको कार्य दिने हुनेछ। विद्यालयमा आधारित तालिम क्रियाकलापको यो क्रियाकलापका आधारमा उहाँहरूको 15 कार्यदिन पुरा हुन्छ। अब प्रशिक्षक तयारी, जो तालिम दिने प्रशिक्षक हुनुहुन्छ उहाँहरूको छनौटका आधारहरू, प्रशिक्षक छनौटका आधारहरू 6वटा छन्। कोलाई प्रशिक्षक बनाउने त, यो तालिम दिन को विज्ञ हुने, यसको प्रशिक्षण कसले दिन सक्नेछन् भन्ने कुरामा यही कार्यविधिमा, यही प्रारूपमा 6वटा आधारहरू व्यवस्था गरिएको छ। जसमध्ये एउटा आधार हो विश्वविद्यालय र अन्तर्गतका उच्च शिक्षणमा पढाउने प्राध्यापकहरू, त्यसरी माध्यमिक तहमा कम्तीमा 5 वर्ष काम गरेका शिक्षकहरू, सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त व्यक्तिहरू, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञान तथा सिप भएको, शिक्षण सिकाइको क्षेत्रमा नवीनतम प्रयोग तथा खोज अनुसन्धानमा संलग्न व्यक्ति, सम्बन्धित तालिम पाठ्यक्रममा आधारित प्रशिक्षण प्राप्त, यसरी 6वटा आधार भएका यस्ता व्यक्तिहरूलाई 1 महिने सेवा प्रमाणित तालिमको प्रशिक्षकको रूपमा नियुक्ति गर्न सकिनेछ। उहाँहरूले यो तालिम सञ्चालनको विज्ञ भएर सञ्चालन गर्न सक्नुहुनेछ। तालिमका लागि आवश्यक सामग्री व्यवस्थापन, यसको लागि आवश्यक चाहिने पाठ्यक्रम के सामग्री कहाँबाट व्यवस्थापन गर्ने भन्ने कुरा हो। शैक्षिक जनशक्ति विकास परिषदबाट स्वीकृति पाठ्यक्रम, यसको पाठ्यक्रम भनेको शैक्षिक जनशक्ति विकास परिषदबाट स्वीकृति र सोको आधारमा, त्यो स्वीकृतिको आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र वा सुन्नुहोस् है, शैक्षिक जनशक्ति विकास परिषदबाट स्वीकृति पाठ्यक्रम हुनु पर्यो। त्यसैको आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र वा शिक्षा तालिम केन्द्रबाट विकास गरिएका, त्यसपछि शिक्षा तालिम केन्द्रबाट विकास गरिएका प्रशिक्षक निर्देशिका, यसरी यो निर्देशिकाहरू, प्रशिक्षार्थी स्रोत सामग्री र अन्य आवश्यक सामग्रीको आधारमा तालिमको सामग्री व्यवस्थापन गरिनेछ। मूल पाठ्यक्रम भनेको शैक्षिक जनशक्ति विकास केन्द्रबाट स्वीकृति हुन्छ यसको, त्यसैका आधारमा निर्देशिकाहरू, त्यसपछि सामग्री स्रोत सामग्रीहरू चाहिँ विभागले अथवा हाम्रो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले र प्रदेश स्थित शिक्षा तालिम केन्द्रले यसको विकास गरेका यी तालिमका, यी पाठ्यक्रमका, यी स्रोत सामग्रीका आधारमा तालिम सामग्री व्यवस्थापन हुनेछ। शिक्षा तालिम केन्द्रले तालिम सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई समेट्ने गरी, त्यसपछि यदि शिक्षा तालिम केन्द्रले तालिम सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई समेट्ने गरी, जस्तो हाम्रो कर्णाली प्रदेश, विभिन्न 7वटा प्रदेश छ, त्यो प्रदेशले त्यो शैक्षिक जनशक्ति विकास परिषदबाट स्वीकृति गरेको पाठ्यक्रमको अलावा आवश्यकतालाई समेट्ने गरी, स्थानीय आवश्यकतालाई समेट्ने गरी तालिम पाठ्यक्रमको 20% विषयवस्तु अनुकूल हुने गरी सञ्चालन गर्न सक्नेछन् भनेको शैक्षिक जनशक्ति विकासबाट स्वीकृति भएको पाठ्यक्रमलाई
त्यसको त्यो पाठ्यभरलाई असर नपर्ने गरी हाम्रो यहाँको स्थानीय आवश्यकता के छ, आफ्नो ठाउँको स्थानीय आवश्यकतालाई हेरेर त्यो तालिममा 20% अनुकूल विषयवस्तु अनुकूल हुने गरी सञ्चालन गर्न पनि सक्ने छन् भन्ने कुरा आयो। अब तालिममा सहभागी शिक्षकको मूल्याङ्कन, तालिम दिइन्छ, तालिममा सहभागी गराइन्छ, तालिम पश्चात उहाँहरूको मूल्याङ्कन कसरी गर्ने भन्ने कुरा रहन्छ। यसको लागि कुल अङ्कभार 100 अङ्क रहेको छ। आधार र अङ्क विभाजन भन्ने छ। यसको मूल्याङ्कनको आधार र उपआधार भन्ने छन्। मैले यो पहिलो खण्डको चाहिँ मूल्याङ्कनको आधार 3 र उपआधार 4वटा छन् साथीहरू है। पहिलो खण्डको यो जिके क्वेसन अथवा बहुबेल प्रश्नोत्तरमा सोध्न सक्छ यस्ता क्वेसन, त्यो भएर मैले यसलाई सठिक तरिकाले यहाँहरूलाई बुझ्नको तरिकाले सठिक तरिकाले बनाएको छु। मूल्याङ्कनका आधारहरू, पहिलो खण्डको मूल्याङ्कनका आधारहरू 3वटा छन् र उपआधारहरू 4वटा छन्। पहिलो खण्ड सामान्य सामान्य तरिकाबाट दिन्छ, अनलाइन पद्धति तथा मिश्रित पद्धतिमा का आधारमा कार्यशाला हुन्छ। यो भनेको तालिम केन्द्रमा हुने हो, सामान्य सामान्य हुन्छ, अनलाइन हुन्छ, मिश्रित हुन्छ। यसको मूल्याङ्कनका आधार 3वटा छन्, उपआधार 4वटा छन्। यसै आधारमा सहभागिता बापत 15 अङ्क दिन्छ, उपस्थिति बापत 3 अङ्क दिन्छ, त्यस्तै छलफल तथा प्रस्तुतिकरणमा सक्रियता मार्फत 6 अङ्क दिन्छ, आचार संहिता पालना मार्फत 3 अङ्क। यो भनेको उपस्थितिको भित्र फेरि छलफल तथा प्रस्तुतिकरण 6 अङ्क, सहभागिताको कुल 15 अङ्कभित्र उपस्थिति बापत 3 अङ्क, छलफल तथा प्रस्तुतिकरणमा सक्रियता बापत 6 अङ्क, आचार संहिताको पालना बापत 3 अङ्क, तालिमप्रतिको प्रतिबद्धता बापत 3 अङ्क र लिखित परीक्षा बापत 30 अङ्क र विद्यालयमा आधारित तालिमको क्रियाकलापमा सञ्चालनका लागि कार्ययोजना निर्माण बापत 5 अङ्क गरी यसरी पहिलो खण्डको 50 अङ्क पूर्णाङ्क हुन्छ। यसरी 50 अङ्क प्राप्त हुन्छ भने दोस्रो खण्ड विद्यालयमा आधारित तालिम क्रियाकलापका आधारमा यसका 3वटा आधारहरू छन्। कार्य सम्पादन बापत 21 अङ्क, त्यो तालिम पश्चात उसले कार्य सम्पादन कसरी गर्यो भन्ने बापत 21 अङ्क, प्रतिवेदन बापत 21 अङ्क र उसले तालिम कार्य सम्पादनबाट प्रतिवेदन बनाउँछ, जुन प्रतिवेदनको प्रस्तुतिकरण बापत 8 अङ्क गरेर यसरी दोस्रो खण्डको 50, पहिलो खण्डको 50 गरेर दुवै खण्डको जम्मा 100 अङ्कको आधारमा शिक्षकहरूको जुन तालिममा सहभागी हुन्छ उहाँहरूको मूल्याङ्कन अथवा शिक्षकहरूको मूल्याङ्कन गरिन्छ। अब यसैमा फेरि अनुपस्थिति हुँदा यदि तालिममा छनौट भएको शिक्षक तालिममा गएर अनुपस्थिति हुन्छ भने प्रति सत्र 0.5 अङ्क घटाइने, 3 वा सोभन्दा बढी सत्र अनुपस्थिति हुने सहभागीको तालिम पुरा भएको नमानिने। यदि कोही एउटा सेसनमा अनुपस्थिति भयो भने 0.5 अङ्क घटाइन्छ। यदि 3भन्दा बढी सत्र अनुपस्थिति भयो भने त्यो सहभागीको तालिम पुरा नभएको मानिन्छ भन्ने हो साथीहरू। अब 30 पूर्णाङ्कको लिखित परीक्षा भनेका छौँ हामी, जुन पहिलो खण्डको सामान्य सामान्य अनलाइन मिश्रित पद्धतिमा आधारित हुने कार्यशालाको 30 पूर्णाङ्कको लिखित परीक्षा भनेका छौँ। त्यसलाई पनि यसरी विभाजन गरिएको छ। कर्म सङ्ख्या, विवरण सङ्ख्या र अङ्क। बहुवैकल्पिक प्रश्न अङ्क हामीसँग जम्मा 10वटा प्रश्न सङ्ख्या हुन्छन्, त्यसको लागि 5 अङ्क विभाजन गरिएको छ। सुन्नुहोस् है, 3 प्रकारको प्रश्न हुन्छ। बहुवैकल्पिक प्रश्न 10वटा हुन्छन्, 5 अङ्क हुन्छ। संक्षिप्त उत्तरात्मक प्रश्न सङ्ख्या 5वटा हुन्छन्, 15 अङ्क हुन्छ। लामो उत्तरको प्रश्न 2वटा हुन्छन्, अङ्क 10 गरेर यसरी 17वटा प्रश्न सङ्ख्यामा कुल 30 अङ्क गरी सहभागीको मूल्याङ्कन गरिन्छ भन्ने हो साथीहरू है। त्यसै गरी हामी तालिमको वैधताको लागि पाठ्यक्रमले समेट्ने गरी विशिष्टीकरण तालिका निर्माण गरी प्रश्नपत्र निर्माण गर्ने भनेको जुन पाठ्यक्रम हुन्छ शैक्षिक जनशक्ति विकास केन्द्रले यो 1 महिना पर्वताले गरेको विकास हुन्छ, त्यो तालिमको विशिष्टीकरणलाई समेट्ने गरी, प्रश्न वैधतालाई समेट्ने गरी विशिष्टीकरण तालिका निर्माण गरेर सबै विषयवस्तुबाट प्रश्न पर्ने गरी प्रश्नपत्र निर्माण गरिनेछ। शिक्षकले तोकेको कार्यहरू परसँग समन्वय, सहकार्य, सहयोग र सहयोगमा सम्पादन गर्नेछन् भन्ने कुरा हो। अब सम्पादन गरेको कार्यको प्रतिवेदन प्रमाणीकरण कसले गर्ने त? प्रतिवेदन, अब तपाईँलाई प्रतिवेदन हुन्छ, त्यो प्रतिवेदन कसले प्रमाणित गर्ने भन्ने हो। तालिममा सहभागीको शिक्षकको प्रतिवेदनको प्रमाणित प्रधानाध्यापकले गर्छ। तालिममा सहभागी भएको शिक्षकको प्रतिवेदन प्रधानाध्यापकले प्रमाणित गर्नुहुन्छ। त्यसैगरी प्रधानाध्यापकको प्रतिवेदन, तालिम सम्पादन गरेको कार्यको प्रतिवेदन स्थानीय तहको शिक्षा शाखा प्रमुख वा शाखाले तोकेको विज्ञ व्यक्तिबाट के हुन्छ, त्यो प्रमाणीकरण हुन्छ। शिक्षकको प्रधानाध्यापकबाट कार्य सम्पादन गरेको कार्यको प्रतिवेदन प्रमाणित हुन्छ भने परको
कार्य सम्पादन प्रतिवेदन प्रमाणित स्थानीय तहको शिक्षा शाखा प्रमुख वा शाखाले तोकेको विज्ञबाट यसरी तालिम गरेको अथवा प्रतिवेदनको प्रमाणित गरिन्छ साथीहरू। अब विद्यालयमा आधारित तालिम क्रियाकलापको मूल्याङ्कनका आधारहरू जुन हामीले विद्यालयमा गर्छौँ त्यो अघि हामी भन्यौँ त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने साथीहरू। अब मूल्याङ्कनका आधारहरू छन् हाम्रा क्षेत्र 3वटा छन्। यसमा क्षेत्र 3वटा छन् है। विद्यालयमा आधारित क्रियाकलापको मूल्याङ्कनका आधारहरू मध्ये क्षेत्र 3टा छन्। मूल्याङ्कनका आधारहरू चाहिँ 14वटा छन्। 3वटा क्षेत्रका गरेर सुन्नुहोस् है, 3वटा क्षेत्रका गरेर 14वटा के छन् आधार छन् हामीसँग। क्षेत्र 3वटा भनेको पहिलो क्षेत्र कार्य सम्पादनमा पहिलो आधार भनेको कम्तीमा 10वटा पाठ्योजनासहित अभ्यास शिक्षण। तालिममा सहभागी भएको शिक्षकले विद्यालयमा आइसकेपछि कम्तीमा 10वटा पाठ्योजना शिक्षण गरे हुनु पर्यो। कम्तीमा 10वटा पाठ्योजना बनाएर शिक्षण गर्नु पर्यो। त्यसपछि शिक्षण सुधार योजना बनाउनु पर्यो। कार्यमूलक अनुसन्धान गरे हुनु पर्यो। पाठ अध्ययन अभ्यास गरे हुनु पर्यो। सिकाइ नवप्रवर्तनका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग हुनु पर्यो। सम्बन्धित विषय शिक्षणमा पूरक सामग्रीको उपयोग, पूरक भनेको त्यो सामग्रीका अन्य सहयोगी सामग्रीहरूको प्रयोग। 7 दिनको सामान्य अनलाइन वा मिश्रित तालिम पाठ्यक्रम अनुसार निर्धारित गरिएको विषयवस्तुमा आधारित भई क्रस 1 देखि 6 सम्मका विषयवस्तुसँग नदोहोरिने गरी अन्य परियोजना, कर्मसङ्ख्या 1 देखि 6 सम्मसँग नदोहोरिने गरी अन्य परियोजना कार्य गरिएको अवस्थामा यदि 7वटा मूल्याङ्कनका आधार कार्य सम्पादन क्षेत्रभित्र रहेका यी 7वटा आधारहरू छन्, जुन 7वटा मध्ये एउटा आधारको 3 अङ्कका दरले 7 21 अङ्क विभाजन गरिएको छ साथीहरू। यसरी यही पहिलो क्षेत्र कार्य सम्पादनका लागि 7वटा आधार छन् जसको लागि 21 अङ्क निर्धारण गरिएको छ। दोस्रो छ प्रतिवेदनको गुणस्तरीयता। यसमा 3वटा आधार छन्। ढाँचा छ यसको, विषयवस्तुको प्रस्तुति, विश्वसनीय प्रमाणहरू भनेको 7वटा प्रतिवेदन तयारी गर्नु पर्यो। एउटा प्रतिवेदनको 3 अङ्क हुन्छ। यसरी 7वटा प्रतिवेदन बनाइसकेपछि 7वटा प्रतिवेदन 3 अङ्कका दरले यसरी 21 अङ्क प्रतिवेदनको लागि हुन्छ भने यो प्रतिवेदन बनाइसकेपछि प्रतिवेदन क्षेत्र अन्तर्गतका 4वटा मूल्याङ्कनका आधारहरू छन्। आत्मविश्वास, प्रस्तुतिकरण शैली, तपाईँको आत्मविश्वास कस्तो छ, प्रस्तुतिकरण शैली कस्तो रह्यो, तर्कपूर्ण अभिव्यक्ति, त्यहाँभित्र उठेका प्रश्नलाई कसरी अभिव्यक्ति दिनुभयो र प्रतिबिम्बन कसरी गर्नुभएको छ भन्ने कुरालाई हेरेर तपाईँको त्यो प्रस्तुतिकरणलाई 8 अङ्क हेरेर यसरी तपाईँको 50 अङ्कको मूल्याङ्कन गरिन्छ। अब सहभागीले प्राप्त गरेको अङ्कको श्रेणी विभाजन। तपाईँका मूल्याङ्कन गरिसकेपछि तपाईँलाई श्रेणी दिनु पर्यो। तपाईँले कति अङ्क प्राप्त गर्नुभयो, तपाईँले प्राप्त गरेको अङ्कको आधारमा जुन अघि हामीले माथि प्रस्तुत गर्यौँ यो तालिका अङ्क विभाजनको तालिका, यो अङ्क विभाजनको तालिका जुन यो 100 पूर्णाङ्क देखाएँ हामीले पहिलो खण्ड र दोस्रो खण्ड गरेर 50-50 पूर्णाङ्कको यस आधारमा तपाईँको नतिजा निकालिन्छ। नतिजामा विशिष्टसहितको प्रथम श्रेणी, तपाईँ विशिष्टतासहितको प्रथम श्रेणी प्राप्त गर्नको लागि 90 वा सोभन्दा माथि अङ्क प्राप्त गर्नु पर्यो। तपाईँले 100 पूर्णाङ्कमा 90 वा सोभन्दा माथि अङ्क प्राप्त गर्नुभयो भने तपाईँ विशिष्टतासहितको प्रथम श्रेणी आउने भयो। तपाईँको प्रथम श्रेणी अङ्क आउनको लागि तपाईँ 80 देखि 80 भन्दा माथि र 90 भन्दा कम हुनु पर्यो भनेको 89 सम्म हुनु पर्यो। त्यसपछि द्वितीय श्रेणीको लागि तपाईँ 65 देखि 80 भन्दा कम हुनु पर्यो। तृतीय श्रेणी अथवा तपाईँ तालिममा सफल हुनको निम्ति 50 भन्दा माथि 65 भन्दा कम हुनु पर्यो भनेको तपाईँ तालिममा सहभागी भइसकेपछि तपाईँ उत्तीर्ण हुनको लागि न्यूनतम 50 अङ्क प्राप्त गर्नु पर्यो। तपाईँले न्यूनतम 50 अङ्क प्राप्त गर्न सक्नु भएन, 49 मात्रै अङ्क प्राप्त गर्नुभयो भने तपाईँ त अनुत्तीर्ण मान्नुहुन्छ। तपाईँ तालिममा तृतीय स्थान अथवा उत्तीर्ण हुनको लागि 50 अङ्कभन्दा मास्तिर आउनु पर्यो। नोट भनेर यहाँ मैले लेखेको छु। तालिममा सफलता हुन दुवै खण्डमा कम्तीमा 50-50 अङ्क प्राप्त गर्नुपर्ने छ। हामीले पहिलो खण्डको 50 अङ्क र दोस्रो खण्डको 50 अङ्कका लागि अघि यहाँ माथि देखायौँ तपाईँहरूलाई। पहिलो खण्डको 50 अङ्क र दोस्रो खण्ड, पहिलो खण्डमा आधार 3 उपआधार 4 र दोस्रो खण्डको 3टा आधारमा तपाईँले 50 भन्दा कम अङ्क ल्याउनु भयो भने तपाईँको तालिम पुरा भएको मानिँदैन भन्ने। अब प्रमाणीकरण तालिमका लागि शिक्षक छनौटका आधारहरू। अब प्रमाणीकरण तालिम सञ्चालन गर्ने भयो, त्यसको लागि प्रशिक्षकहरू पनि तयारी हुने भए, 6वटा आधारका आधारमा प्रशिक्षक छनौट लिने भए। तालिममा यति गरेपछि यो हुने भन्ने भयो, को छनौट गर्ने भए त, को हुने भए त त्यो तालिममा सहभागी भन्दा प्रमाणिकरण तालिम नलिएका स्थायी शिक्षकहरू। पहिलो भनेको नलिएका स्थायी शिक्षक हुनुभयो। त्यसपछि प्रमाणिकरण नलिएका अन्य शिक्षकहरू। पहिला
पहिलो प्राथमिक भनेको स्थायी शिक्षाका लागि हो साथीहरू। त्यसपछि भनेको बल्ल अन्य शिक्षकका लागि, त्यो त स्थायी शिक्षकहरू सकिए भने त्यसपछि बल्ल अन्य शिक्षकको पालो आउने हो। एउटा तहमा 1 महिनाको प्रमाणीकरण तालिम पुरा गरिसकेका शिक्षकलाई पुनः प्रमाणीकरण तालिममा सहभागी गराइने छैन भनेको एउटा तहमा 1 महिनाको प्रमाणित तालिम पुरा गरिसकेको शिक्षक पुनः प्रमाणित तालिममा सहभागी गराइने छैन। एक पटकभन्दा बढी लिएको तालिम प्रमाणित भएमा पहिलो तालिमको मात्र वैधता कायम गरिने। जस्तै तपाईँ 2 चरणको तालिममा सहभागी हुनुभयो, पहिलो चरणमा तालिममा तपाईँले 50-60 नम्बर मात्र ल्याउनुभयो, दोस्रोमा ल्याएर 90 ल्याउनुभयो भने तपाईँले दोस्रो मेरो धेरै नम्बर छ भनेर भन्नु पाउनु भएन। तपाईँको दोस्रो चरण अथवा पहिलो चरण तालिम लिएपछि पुनः कसैले अर्को चरणको तालिम लिन्छ भने उसलाई पहिलो चरणको तालिमलाई मात्रै मान्य हुनेछ, दोस्रो चरणको तालिमले वैधता पाउने छैन भन्ने हो। अब अर्को छ एसएसआरपीमा 2वटा मोडुल वा एसएसडीपी योजना अवधिमा पहिलो चरणको मात्र तालिम लिएका शिक्षकलाई शिक्षा तालिम केन्द्रले स्थानीय तहको समन्वयबाट यथार्थ तथ्याङ्क लिई 2 वर्षभित्र भनेको एसएसआरपीमा 2वटा मोडेल विद्यालय क्षेत्र विकास योजना र विद्यालय क्षेत्र सुधार योजना र विद्यालय क्षेत्र विकास योजनामा पहिलो चरणको तालिम सञ्चालन लिएका व्यक्तिहरूले यदि दोस्रो चरणको तालिम लिएका छैनन् भने यसको यथेष्ट तथ्याङ्क स्थानीय तहसँग समन्वय गरी 2 वर्षभित्रमा साबिकको दोस्रो चरणको तालिम सहभागी गराई 30 कार्यदिनी प्रमाणीकरण तालिम पुरा गराउनु पर्नेछ भनेको यो प्रारूप आउनुभन्दा अगाडि एसएसआरपी र एसएसडीपीबाट पहिलो चरणको तालिम लिएका शिक्षकहरूलाई दोस्रो चरणको तालिम 2 वर्षभित्रमा स्थानीय तहको समन्वयमा तथ्याङ्क सङ्कलन गरी दिइसक्नुपर्नेछ भन्ने कुरा हो। अब हामीले 2टा सक्यौँ, 10वटा त्यसले मध्ये शिक्षक मेन्टरिङ भन्ने छ साथीहरू। अब शिक्षक मेन्टरिङ भनेको के हो भने तालिम प्राप्त भनेको यो भर्खर नवप्रवेशी शिक्षकलाई त्यही पेसासँग सम्बन्धित जान्ने अगाडिका मान्छेहरूले विषयवस्तुसँग दिने हो मेन्टरिङ भनेको। नवप्रवेशी शिक्षकलाई दिने हो। शिक्षक मेन्टरिङ भनेको तालिम प्राप्त अनुभवी र विज्ञ मेन्टरबाट, तालिम प्राप्त हुनु पर्यो, अनुभवी हुनु र विज्ञ मेन्टरबाट सहकार्यात्मक तथा सहयोगात्मक शैली अवलम्बन गरी, सहकार्यात्मक र सहयोगात्मक 2टा कुरा बुझ्नु पर्यो साथी। तालिम प्राप्त अनुभवी र विज्ञ मेन्टरबाट सहकार्यात्मक तथा सहयोगात्मक शैली अवलम्बन गरी मेन्टर सहायता सञ्चालन अवधि कति महिनाको हुनेछ? 6 महिनाको शिक्षक मेन्टरिङ हुनेछ। शिक्षकहरूबीचको पेसागत सम्बन्ध सहकारी र साझेदारीका रूपमा विद्यालयमा आधारित निरन्तर पेसागत विकासको महत्त्वपूर्ण माध्यम हुनेछ। शिक्षकहरूबीच पेसागत सम्बन्ध हुनेछ, सहकार्य हुनेछ, साझेदारीका रूपमा यसलाई लिन सकिन्छ। शिक्षण पेसामा नवनियुक्त शिक्षकलाई सेवा प्रवेश तालिम पश्चात जुन 1 महिनाको भन्यो सेवा प्रवेश तालिम पश्चात अनुभवी र आफ्नो विषय क्षेत्रसँग विज्ञ मेन्टरको अनुभवी पनि हुनु पर्यो, त्यो आफ्नो विषय क्षेत्रमा विज्ञ पनि हुनु पर्यो को मार्ग निर्देशनमा आधारभूत शैक्षणिक सिपहरू के सिकाइनेछ? आधारभूत शैक्षणिक सिपहरू सिकाइन्छ, सिकाइ वातावरण निर्माण सिकाइन्छ, शिक्षण विधि तरिका, सिकाइ सहजीकरण, सामग्री निर्माण र प्रयोग, विद्यार्थी सिकाइको लेखाजोखा तथा मूल्याङ्कन विकास। यी कुराको लागि नवप्रवेशी शिक्षकहरूलाई सेवा प्रवेश तालिम पश्चात विषय क्षेत्रमा विज्ञ अनुभवी मेन्टरद्वारा शिक्षण सिकाइ सम्बन्धी तरिकाहरू, सिकाइ वातावरण निर्माण, त्यसपछि शिक्षण सामग्री निर्माण र प्रयोग, विद्यार्थी सिकाइको लेखाजोखा मूल्याङ्कन जस्ता विषयवस्तुमा रहेर यो शिक्षक मेन्टरिङ दिइन्छ, जुन सेवामा प्रवेश गरेकाहरूको लागि, सेवा प्रवेश तालिम लगिसकेकाहरूको लागि यसको समयावधि 6 महिनासम्म हुनेछ भनेर यो प्रारूपले व्यवस्था गरेको छ। अर्को छ मेन्टरिङ सम्बन्धी अभिमुखीकरण हुन्छ। मेन्टरिङ सम्बन्धी अभिमुखीकरण शिक्षा तालिम केन्द्रबाट कसलाई अभिमुखीकरण हुन्छ? स्थानीय तहमा कार्यरत शिक्षा अधिकृतलाई शिक्षा तालिम केन्द्र, प्रदेश शिक्षा तालिम केन्द्रबाट अभिमुखीकरण हुन्छ भनेको शिक्षा तालिम केन्द्रले स्थानीय तहमा कार्यरत शिक्षा अधिकृतहरूलाई मेन्टर अभिमुखीकरण दिने भयो। स्थानीय तहबाट प्रधानाध्यापक र विवेशका पदाधिकारीलाई अभिमुखीकरण सञ्चालन गरिन्छ है भनेको मेन्टरिङ सम्बन्धी अभिमुखीकरण शिक्षा तालिम केन्द्रले स्थानीय तहमा कार्यरत शिक्षा अधिकारीलाई दिन्छ भने स्थानीय तहले विद्यालयका पर र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई मेन्टर सम्बन्धी अभिमुखीकरण दिन्छ। शिक्षक मेन्टर छनौट र परिचालन भनेको यसको छनौट र परिचालन कसरी हुन्छ? शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधिका आधारमा स्थानीय तहबाट यसको छनौट र परिचालन कसरी हुन्छ भने शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि भन्ने छ, त्यसैका आधारमा स्थानीय तहबाट हुन्छ। कहाँबाट हुन्छ? स्थानीय तहबाट केका आधारमा हुन्छ? शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि 2080 6 महिना 12 मा जारी भएको छ, त्यो अनुसार हुन्छ। शिक्षक मेन्टरको क्षमता विकास तालिम
अब त्यो मेन्टरको क्षमता विकास तालिम जसले सिकाउने हो, जो विज्ञता हो, जो अनुभवी हो, उसको लागि तालिम शिक्षा तालिम केन्द्रबाट हुन्छ। कहाँबाट हुने भयो? शिक्षा तालिम केन्द्रबाट हुने भयो। प्रशिक्षक प्रशिक्षण भनेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा तालिम केन्द्रबाट का तालिम केन्द्रका सहायताबाट विद्यार्थी सिकाइ उपलब्धि बढाउने र शिक्षक मेन्टरलाई प्रशिक्षक भनेको शिक्षा तालिम केन्द्रको शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा तालिम केन्द्रका भनेको के भने शिक्षा तालिम केन्द्रका मेन्टरहरूलाई अथवा शिक्षा तालिम केन्द्रका प्रशिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रशिक्षण दिन्छ भने शिक्षा तालिम केन्द्रबाट शिक्षक मेन्टरको क्षमता विकास हुन्छ। जो जिल्लामा अथवा विद्यालय तहमा स्थानीय तहमा शिक्षक मेन्टर हुनुहुन्छ उहाँहरूलाई शिक्षा तालिम केन्द्रले दिन्छ भनेको प्रशिक्षण चाहिँ शिक्षा तथा मानव स्रोत केन्द्रले त्यो भनेको तालिम केन्द्रका प्रशिक्षण हो। तालिम केन्द्रका विज्ञहरूलाई चाहिँ शिक्षा तथा मानव स्रोत केन्द्र विकास केन्द्रले प्रशिक्षण दिन्छ भन्ने हो साथीहरू। मेन्टरको सहायताबाट यदि शिक्षक मेन्टरको सहायताबाट विद्यार्थी सिकाइ उपलब्धि बढाउने शिक्षक र मेन्टरलाई सम्मान तथा पुरस्कार कसले दिने भयो? सम्बन्धित विद्यालय र स्थानीय तहले। शिक्षक मेन्टरको सहायता लिएर विद्यार्थीको सिकाइ उपलब्धि बढाउने शिक्षकलाई र मेन्टरलाई, त्यो दुवैजनालाई शिक्षक र मेन्टरलाई त्यसको सम्मान तथा पुरस्कार कसले दिने भयो? सम्बन्धित विद्यालय र स्थानीय तहले दिने भयो। कसलाई? शिक्षक मेन्टर मेन्टर र मेन्टरिङ दुवैलाई, शिक्षक र मेन्टरलाई जसले त्यो सिकाउने हो उनीहरूलाई विद्यालय र स्थानीय तहबाट सम्मान र पुरस्कार दिनेछ। अब अन्य व्यवस्था शिक्षक मेन्टरिङ सम्बन्धी अन्य व्यवस्था भनेको कहाँबाट हुन्छ? शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि 2080 6 महिना 12 मा व्यवस्था बमोजिम हुनेछ। यो सम्बन्धी भिडियो तपाईँलाई अर्को भिडियोमा आउनेछ है। शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि 2080 6 महिना 12 सम्बन्धी अन्य व्यवस्था शिक्षक मेन्टरिङ सम्बन्धी अन्य व्यवस्था कसरी हुनेछ भन्ने यस कार्यविधि अनुसार हुनेछ भन्ने हो है साथी। अब अर्को छ 4 नम्बरको तालिम। हाम्रा 10वटा तालिम मध्ये हामी 4थो नम्बरमा छौँ। छोटो अवधिको कस्टमाइज तालिम। कस्टमाइज तालिम हुन्छ छोटो अवधिको पुनर्ताजगी तालिम पनि भनौँ। शिक्षकको आवश्यकता अनुसारको विषयमा 5 दिनको शिक्षकको आवश्यकता कुनै विषय वास्तवमा आवश्यक पर्यो भनेर त्यो भएमा त्यसको आधारमा 5 दिनको कस्टमाइज पुनर्ताजगी तालिम हुन्छ। कस्टमाइज भनेको पुनर्ताजगी दिने, त्यो बिर्सेका विषयवस्तु हुन सक्छन् अथवा केही विषयवस्तु परिमार्जन नयाँ आएका हुन सक्छन्, उनलाई आवश्यकताका आधारमा दिइन्छ त्यो पुनर्ताजगी तालिम कस्टमाइज तालिम जुन 5 कार्य दिनको हुनेछ। कस्टमाइज पुनर्ताजगी तालिमको पाठ्यक्रम र तालिम सामग्री विकास भनेको यसको अब तालिमको पाठ्यक्रम र तालिम सामग्री विकास कहाँबाट हुने हो भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहले यसको छोटो अवधिको तालिम अथवा कस्टमाइज तालिम अथवा पुनर्ताजगी तालिम जे भने पनि यसको पाठ्यक्रम र तालिम सामग्रीको विकास शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट, शिक्षा तालिम केन्द्रबाट, शिक्षा विकास तथा समन्वय इकाइबाट र स्थानीय तहले यसको तालिम सामग्री र पाठ्यक्रम विकास गर्नेछन्। अब तालिम सञ्चालन कसले गर्नेछ? तालिम सञ्चालन पनि शिक्षा तालिम केन्द्रले गर्नेछ। प्रदेशीय शिक्षा तालिम केन्द्रले, शिक्षा विकास तथा समन्वय इकाइ स्थानीय तहले पुनर्ताजगी तालिम सञ्चालन गर्नेछन् भन्ने हो। शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहले सञ्चालन गरेको जुन अब हाम्रो तालिम सञ्चालन गर्ने प्रदेश तालिम केन्द्रले यदि योभन्दा अगाडि वा हाम्रो शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहले तालिम सञ्चालन गरेमा त्यसको अभिलेख प्रदेश शिक्षा तालिम केन्द्रमा समेत पठाउनु पर्नेछ। हामीले यतिजनाले पुनर्ताजगी तालिम दिन्, यतिजनाले यो विषयमा आवश्यकता पर्यो भनेर हामीलाई तालिम आएको थियो, यो विषयमा हामीले तालिम सञ्चालन गरेर त्यो तालिमको अभिलेखीकरणका लागि प्रदेश शिक्षा तालिम केन्द्रमा पठाउनु पर्ने हुन्छ। शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहले सञ्चालन गरेको तालिमको हो। फलोअप सहायता अनुगमन तथा सुपरिवेक्षण। फलोअप पनि गर्नु पर्यो, तालिम मात्रै दिएर भएन। तालिम पश्चात उनीहरूले त्यो तालिममा सिकेको विषयवस्तु कक्षा कोठामा प्रयोग गरेका छैनन्, शिक्षण कक्षा कोठामा प्रयोग भएको छ छैन, विद्यार्थीको सिकाइ गुणस्तर अभिवृद्धि भएको छैनको निम्ति फलोअप तथा अनुगमन, फलोअप सहायता अनुगमन तथा सुपरिवेक्षण स्थानीय तहले फलोअप गर्नेछ, इकाइले गर्नेछ, तालिम केन्द्रले गर्नेछ। आवश्यकताका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि यसको के गर्नेछ? फलोअप गर्नेछ। सिकेको शिक्षण सम्बन्धी ज्ञान तथा सिपको कक्षा कोठामा प्रयोग सुनिश्चित गर्नका लागि के को आधारमा फलोअप गर्ने? तालिममा सिकेका शिक्षणका ज्ञान र सिप कक्षा कोठामा प्रयोग गर्यो वा गरेन भनेर फलोअप सहायता अनुगमन तथा सुपरिवेक्षण स्थानीय तहले, शिक्षा विकास तथा समन्वय इकाइले, तालिम केन्द्रले र आवश्यकता अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि यसको फलोअप अनुगमन तथा सुपरिवेक्षण गर्नेछ। के को? पुनर्ताजगी तालिम, कस्टमाइज तालिम है। शिक्षकको निरन्तर पेशागत विकासका लागि स्थानीय तहले आवश्यकता अनुसार
5 दिनभन्दा कम अवधिको मोडुलर शिक्षक तालिम सामग्री विकास गरी तालिम सञ्चालन गर्न सक्नेछ। त्यसपछि यो स्थानीयतामा के आवश्यक छ? स्थानीयतामा भएका केही नयाँ नौला विषयवस्तुहरू सम्बन्धी शिक्षकहरूलाई पुनर्ताजागी तालिम दिनु छ भने स्थानीय तहले आफ्नै आवश्यकता अनुसार पनि त्यो 5 दिनभन्दा कम अवधिको मोडुलर शिक्षक तालिम सामग्री विकास गरी तालिम सञ्चालन गर्न सक्नेछ। अर्को छ पाठ अध्ययन भनेको यो पेशागत विकासको नमुनाका रूपमा पाठ अध्ययनलाई शिक्षकहरूको सहकार्यात्मक अभ्यासका रूपमा के रूपमा पाठ अध्ययनलाई शिक्षकहरूको सहकार्यात्मक र अभ्यासका रूपमा कार्यान्वयन गरिन्छ। पाठ अध्ययनलाई के को रूपमा कार्यान्वयन गरिन्छ भने साथीहरू यसमा दुईटा कुरा बिर्सनु भएन। अब्जेक्टिभ क्वेसनमा सोध्नेछ शिक्षक पेशागत प्रारूप 2080 अनुसार पाठ अध्ययनलाई शिक्षकहरूको के को रूपमा कार्यान्वयन गरिनेछ भनेर आयो भने सहकार्यात्मक अभ्यासका रूपमा कार्यान्वयन गर्ने के को रूपमा सहकार्यात्मक अभ्यासका रूपमा कार्यान्वयन गरिन्छ। प्रतिबिम्बात्मक प्रक्रियाका रूपमा उपयोगमा ल्याउनेछ। प्रयोगमा चाहिँ सुन्नुहोस् है कार्यान्वयन चाहिँ सहकार्यात्मक अभ्यासका रूपमा कार्यान्वयन गरिनेछ। पाठ अध्ययनलाई सहकार्यात्मक अभ्यासका रूपमा कार्यान्वयन गरिनेछ भने उपयोग चाहिँ प्रतिबिम्बात्मक प्रक्रियाका रूपमा उपयोग गरिनेछ। उपयोग प्रतिबिम्बात्मक प्रक्रियाका रूपमा गरिनेछ। उपयोग चाहिँ है उपयोग पाठ अध्ययनलाई उपयोग चाहिँ प्रतिबिम्बात्मक प्रक्रियाका रूपमा गरिनेछ भने कार्यान्वयन चाहिँ सहकार्यात्मक अभ्यासका रूपमा कार्यान्वयन गरिन्छ। केलाई पाठ अध्ययनलाई भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। अब 10 वटा मध्ये हामी 6औं नम्बरमा छौँ। 6औं नम्बरमा छ स्वनिर्देशित सिकाइ। स्वनिर्देशित सिकाइ भनेको शिक्षकलाई आफ्नै प्रयासबाट सिक्न र दक्षता बढाउन प्रोत्साहन गरिने। आफ्नै दक्षताबाट कोलाई शिक्षकलाई आफ्नै दक्षताबाट पढाउन प्रोत्साहन गरिने, आफ्नो सिकाइको आफैले अनुगमन गर्न सक्ने बनाउने। आफ्नै दक्षताबाट पढाउन प्रोत्साहन गर्ने र आफैले आफ्नो अनुगमन गर्न सक्ने बनाउनका निम्ति स्वनिर्देशित सिकाइ आयो। यसको अवधारणा कसरी आयो? यो प्रारूपमा किन राखियो भने शिक्षकलाई आफ्नो दक्षता अनुसार पढाउनको निम्ति र आफ्नोले सिकाइको आफै मूल्याङ्कन अथवा अनुगमन गर्नको निम्ति पनि यो स्वनिर्देशित सिकाइ आयो। अनि विद्यालयमा आधारित निरन्तर शिक्षक पेशागत विकासको एक सशक्त माध्यमका रूपमा कार्यान्वयन गरिन्छ। केलाई स्वनिर्देशित सिकाइलाई विद्यालयमा आधारित कहाँ आधारित तालिम भनेको थियौँ हामीले एउटा तालिम केन्द्रमा आधारित र अर्को विद्यालयमा आधारित। स्वनिर्देशित सिकाइलाई कहाँ आधारित बनाइने भयो? विद्यालयमा आधारित। स्वनिर्देशित सिकाइ भनेको विद्यालयमा आधारित निरन्तर शिक्षक पेशागत विकासको एक सशक्त माध्यमका रूपमा कार्यान्वयन गरिन्छ। विद्यालयमा आधारित शिक्षक पेशागत विकासको सशक्त माध्यमका रूपमा प्रयोग गरिनेछ। परको सहजीकरणमा कसको सहजीकरणमा? परको सहजीकरणमा शिक्षकबाट स्वनिर्देशित सिकाइ कार्यान्वयनमा ल्याइनेछ भनेको स्वनिर्देशित सिकाइ अब्जेक्टिभ क्वेसनमा आउन सक्ने स्वनिर्देशित सिकाइ कसको सहजीकरणमा सिकाइमा कार्यान्वयनमा ल्याइनेछ? कसको सहजीकरणमा सिकाइमा कार्यान्वयनमा ल्याइनेछ? परको। कसको? स्वनिर्देशित सिकाइ कसको सहजीकरणमा कार्यान्वयनमा ल्याइनेछ? कसको स्वनिर्देशितमा सिकाइमा काइलाई कार्यान्वयनमा ल्याइनेछ? स्वनिर्देशित सिकाइलाई कसको सहजीकरणमा? परको सहजीकरणमा है साथी। परको सहजीकरणमा ल्याइनेछ। परको सहजीकरणमा यो स्वनिर्देशित सिकाइ प्रयोगमा ल्याइनेछ। परको सहजीकरणमा शिक्षकलाई स्वनिर्देशित सिकाइ कार्यान्वयनमा ल्याइनेछ। स्वनिर्देशित सिकाइको लागि कार्यान्वयनमा ल्याउनको चाहिँ परको सहजीकरण चाहिने रहेछ भन्ने कुरा बुझ्नु पर्यो। अब शिक्षकले के गर्ने? शिक्षकले स्व-सिकाइ योजना निर्माण गर्ने है। शिक्षकले के गर्ने? स्व-सिकाइ योजना निर्माण गर्नु पर्यो। सोको कार्यान्वयन गर्नु पर्यो। योजना निर्माण गर्नु पर्यो, कार्यान्वयन गर्नु पर्यो। योजनाको प्रभावकारी कार्यान्वयन सिकाइमा आएको सुधारलाई समेटी परलाई प्रतिवेदन पेश गर्नु पर्यो है। परको सहजीकरणमा गर्ने भनेको छ नि स्वनिर्देशित। त्यस कारणले स्व-सिकाइ योजना बनाउनु पर्यो। पहिला योजनाको कार्यान्वयन गर्नु पर्यो। योजनाको प्रभावकारी कार्यान्वयन सिकाइमा आएको सुधारलाई समेटी परलाई प्रतिवेदन पेश गर्नुपर्ने शिक्षकले स्वनिर्देशनका लागि। परले यसलाई शिक्षकको कार्य सम्पादन मूल्याङ्कनसँग सम्म आबद्ध गर्न सक्ने। त्यसपछि स्वनिर्देशित सिकाइ परको सहजीकरणमा कार्यान्वयनमा ल्याइन्छ। शिक्षकले स्व-सिकाइ योजना निर्माण गर्छ, सोको कार्यान्वयन गर्छ। योजनाको प्रभावकारी कार्यान्वयन सिकाइमा आएको सुधार समेटी परलाई प्रतिवेदन
प्रस्तुत गर्छ। परहरूले सो प्रतिवेदनलाई कार्य सम्पादन मूल्याङ्कनसँग आबद्ध गर्नुपर्नेछ भनेको यो प्रारूपमा व्यवस्था गरिएको छ। अर्को, स्वनिर्देशित सिकाइ अभ्यासको प्रक्रिया, कार्यान्वयन र उपलब्धिको बारेमा नियमित शिक्षक स्टाफ बैठक समीक्षा हुनेछ। स्वनिर्देशित सिकाइबाटको अभ्यासको प्रक्रियाको कार्यान्वयन र उपलब्धि, त्यो कार्यान्वयन गरेपछि त्यसको उपलब्धि के भयो, विद्यार्थी गुणस्तरमा के आयो, शैक्षिक सुधारमा के भयो भनेर नियमित स्टाफ बैठकमा समीक्षा हुनेछ। के को? स्वनिर्देशित सिकाइको है। अब प्रश्न कसरी आउन सक्छ भने शिक्षक पेशागत विकास प्रारूप अनुसार, शिक्षक पेशागत विकास प्रारूप 2000 अनुसार शिक्षक स्टाफ बैठकमा के को नियमित समीक्षा हुनेछ भनेर आउन सक्छ। ती 10वटा आउन सक्छ। पाठ अध्ययन, स्वनिर्देशित सिकाइ, सेवा प्रवेश तालिम, सेवा प्रमाणीकरण तालिम भनेर के हो भनेर आयो भने त्यसको एन्सर के हुने भयो? स्वनिर्देशित सिकाइको मात्रै के हुनेछ भने नियमित शिक्षक स्टाफ बैठकमा समीक्षा हुनेछ भनेर यो कार्य प्रारूपमा बोलिया छ, प्रारूपमा व्यवस्था भएको छ साथीहरू है। सो सिकाइबाट अनुभव आर्जन गर्न, अनुभवको पुनरावलोकन गर्न र प्रतिबिम्बन गर्ने तथा समस्या पहिचान गर्ने, नयाँ सिक्नुपर्ने कुरालाई विद्यमान ज्ञान तथा बुझाइसँग जोड्ने र नयाँ सिकाइलाई अभ्यासमा ल्याउने गरी शिक्षकको निरन्तर पेशागत विकासलाई सबल बनाउने भनेको छ। अब सुन्नुहोस् है, के भन्यो? सो सिकाइबाट अनुभव आर्जन गर्न, अनुभवको पुनरावलोकन गर्न, प्रतिबिम्बन गर्ने तथा समस्या पहिचान गर्ने, नयाँ सिक्नुपर्ने कुरालाई विद्यमान ज्ञान तथा बुझाइसँग जोड्ने र नयाँ सिकाइलाई अभ्यासमा ल्याउने गरी शिक्षकको निरन्तर पेशागत विकासलाई सबल बनाउने भन्ने कुरा आयो। सो अध्ययनका माध्यमबाट आफ्नो पेशागत क्षमता विकास गरी विद्यार्थीको सिकाइ उपलब्धि बढाउने शिक्षकलाई, यो पनि अहिलेको जस्तै भयो, सो अध्ययनको माध्यमबाट आफ्नो पेशामा क्षमता विकास गरी विद्यार्थीको सिकाइ उपलब्धि बढाउने शिक्षकलाई विद्यालय र स्थानीय तहले सम्मान गर्ने तथा प्रोत्साहन गर्नेछन् भन्ने कुरा भयो है। अब अर्को छ 7औं नम्बरमा कार्यमूलक अनुसन्धान। कार्यमूलक अनुसन्धान भनेको शैक्षिक प्रक्रियामा संलग्न व्यक्तिहरूबाट आफ्नो कार्यको प्रभावकारिता जाँचको लागि गरिने अनुसन्धान। जो त्यो पेशामा अथवा शैक्षिक प्रक्रियामा संलग्न व्यक्ति छ, उही व्यक्तिबाट आफ्नो कार्यको प्रभावकारिता, मेरो कार्य कति प्रभावकारिता भयो भनेर जाँच गरिने अनुसन्धान। यसको उद्देश्य गरिने अनुसन्धान नै के हो? कार्यमूलक अनुसन्धान हो। यसको उद्देश्य कक्षा कोठामा आइपर्ने समस्या समाधान गर्नु। कार्यमूलक अनुसन्धानको उद्देश्य भनेको कक्षा कोठामा आइपर्ने समस्याको समाधान गर्नु हो। यसका चरणहरू छन्, 4वटा चरण छन्। योजना निर्माण प्लान, कार्य गर्नु एक्सन, अवलोकन गर्नु अब्जर्भेसन र प्रतिबिम्बन गर्नु रिफ्लेक्सन गरी यसका 4वटा प्रक्रियामा कार्यमूलक अनुसन्धान सम्पन्न हुन्छ र यसको चक्र चलिरहन्छ। शिक्षकको वृत्ति विकाससँग जोडिने छ यो कार्यमूलक अनुसन्धानलाई। हरेक वर्ष, अब कार्यमूलक अनुसन्धान सुन्नुहोस् है साथीहरू, हरेक वर्ष प्रत्येक शिक्षकले कम्तीमा एउटा कार्यमूलक अनुसन्धान सम्पन्न गरी प्रतिवेदन परलाई बुझाउनु छ। प्रत्येक शिक्षकले प्रत्येक वर्ष कम्तीमा, धेरै जति पनि बुझाउन पाइयो, कम्तीमा एउटा कार्यमूलक अनुसन्धान सम्पन्न गरी प्रतिवेदन कसलाई बुझाउने? परलाई। शिक्षक पेशागत प्रारूप 2080 अनुसार प्रत्येक शिक्षकले वर्षमा कम्तीमा कतिवटा कार्यमूलक अनुसन्धान सम्पन्न गरी परलाई बुझाउनु पर्नेछ भनेर आयो भने कम्तीमा एउटा, अथवा प्रत्येक शिक्षकले शिक्षक पेशागत विकास प्रारूप 2000 अनुसार प्रत्येक शिक्षकले प्रत्येक वर्ष कम्तीमा एउटा कार्यमूलक अनुसन्धान सम्पन्न गरी कसलाई बुझाउनु पर्नेछ? परलाई बुझाउनु पर्नेछ भन्ने हो है। बुझाउनु पर्ने व्यवस्था गरिनेछ र परले व्यवस्थित अभिलेख गर्नुपर्नेछ। त्यो शिक्षकबाट आएको प्रतिवेदनलाई परले के गर्ने? व्यवस्थित अभिलेखीकरण गर्ने। कार्यमूलक अनुसन्धान सम्बन्धी शिक्षकको क्षमता विकास गर्न शिक्षक तालिमको समेत व्यवस्थापन गरिने, अनुसन्धान सम्बन्धी शिक्षकको क्षमता विकासको लागि तालिम समेत सञ्चालन गर्ने छ। कार्यमूलक अनुसन्धानका माध्यमबाट आफ्नो पेशागत क्षमता विकास गरी विद्यार्थीको सिकाइ उपलब्धि बढाउने शिक्षकलाई विद्यालय र स्थानीय तहले सम्मान गर्नेछ। यो पनि त्यही हो, विद्यालय र स्थानीय तहले सम्मान गर्नेछन्। कार्यमूलक अनुसन्धानमा पनि विद्यार्थीको सिकाइ गुणस्तर वृद्धि गर्नेमा साथै स्थानीय तहले ती शिक्षकहरूको विज्ञतालाई सिकाइ आदान प्रदानका लागि उपयोगमा ल्याउन शिक्षक सेमिनार तथा कन्फरेन्सको व्यवस्था समेत गर्नेछन् भन्ने कुरा भयो। अब शिक्षक सञ्जाल भन्ने छ अर्को 8औं नम्बरको तालिम। शिक्षक सञ्जाल हरेक स्थानीय तहले शिक्षक सञ्जाल गठन गर्न सक्ने रहेछन्। कसले? हरेक स्थानीय तहले, प्रत्येक स्थानीय तहले शिक्षक सञ्जाल निर्माण गर्ने भयो। हरेक स्थानीय तहले कोलाई समेटेर, परहरूलाई समेटेर, शिक्षक पेशागत महासङ्घका स्थानीय समितिलाई समेटेर शिक्षकको विषयगत पेशागत संस्थासँगको समन्वय र सहकार्यमा
ककसको सहकार्यमा स्थानीय तहले शिक्षक सञ्जाल गठन गर्ने भए ककसको सुन्नुहोस् है स्थानीय तहले अथवा शिक्षक सञ्जाल शिक्षक पेशागत विकास प्रारूप 2049 शिक्षक सञ्जाल कसले गठन गर्नेछ? हरेक स्थानीय तहले। कसको समन्वय र सहकार्यमा? कसको समन्वय र सहकार्यमा? परको शिक्षक पेशागत महासङ्घका स्थानीय समिति र शिक्षकका विषयगत पेशागत संस्थाको समन्वय र सहकार्यमा शिक्षक पेशागत विकासका लागि आफ्नो स्थानीय तहभित्र विषयगत शिक्षकहरूको सिकाइ सञ्चालन बनाइनेछ। कसको? विषयगत रूपमा। सुन्नुहोस् है, विषयगत रूपमा शिक्षकहरूको सिकाइ सञ्जाल बनाई नियमित रूपमा पाठ्यक्रमको कार्यान्वयन। यसले के काम गर्नेछ? यो सञ्जालले पाठ्यक्रमको कार्यान्वयन तथा शिक्षण सिकाइ सम्बन्धी असल अभ्यासको एक आपसमा आदान प्रदान तथा समस्या समाधानमा सहयोग आदान प्रदानको व्यवस्था मिलाउनु पर्नेछ भनेको सिकाइ सञ्जाल गठन गरिन्छ। जुन सिकाइ सञ्जालको काम के हुनेछ? पाठ्यक्रम कार्यान्वयन, पाठ्यक्रम कसरी कार्यान्वयन गर्ने, शिक्षण सिकाइ सम्बन्धी असल अभ्यासको एक आपसमा आदान प्रदान गर्ने, जुन विषयगत रूपमा हुन्छ है साथीहरू। नेपालीको विषय सञ्जाल होला, गणितको होला, अङ्ग्रेजीको होला, जे विषय पढाइ हुन्छन् ती विषयको विषयगत सञ्जाल निर्माण गरिन्छ। त्यो सञ्जालभित्र पाठ्यक्रमको कार्यान्वयन के छ, शिक्षण सिकाइ सम्बन्धी असल अभ्यास के छन्, एक आपसमा आदान प्रदान गर्ने, समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भनेर व्यवस्था मिलाउनको निम्ति हरेक स्थानीय तहले परको समन्वय र सहकार्यमा, पेशागत महासङ्घका समन्वयमा र विभिन्न पेशागत सङ्घ-संगठनको सहकार्य र समन्वयमा विषयगत रूपमा यो के गर्नेछ? सञ्जाल गठन गर्नेछन्, जसले पाठ्यक्रमको कार्यान्वयन, सिकाइ सम्बन्धी समस्याहरू समाधान कसरी गर्न सकिन्छ, एक आपसमा असल अभ्यासहरू आदान प्रदान गर्ने काम सिकाइ सञ्चालन गर्नेछ, जुन विषयगत रूपमा हुनेछ। सिकाइ सञ्जाल विषयगत रूपमा गठन गरिन्छ। 2 वा 2 भन्दा बढी स्थानीय तहको समयमा अन्तरपालिका 2 या 2 भन्दा धेरै पालिका मिलेर पनि यो विषय सञ्चालन गठन गर्न सकिनेछ। जुन भूगोलको त्यो हिसाबले यताउता नजिक पर्छ, यस्तो तरिकाले यो गर्न सकिन्छ भन्ने हो साथीहरू। शिक्षक सिकाइ सञ्जालमा शिक्षकहरूले अनलाइनबाट पाठ्यक्रम तथा शिक्षण सिकाइ सम्बन्धी असल अभ्यास तथा समस्याहरू प्रस्तुत गर्नेछन्। अनलाइन मार्फत पनि यो गर्न सकिनेछ भन्ने भयो। स्थानीय तहले सिकाइ सञ्जालको असल अभ्यास आदान प्रदान गर्न वर्षमा कम्तीमा एकपटक विषयगत शैक्षिक सम्मेलन चाहिँ गर्नु पर्यो। अब जुन विषयगत सिकाइ सञ्जाल निर्माण गरिन्छ, त्यो विषयगत सिकाइ सञ्जाल निर्माण गरिसकेपछि स्थानीय तहले वर्षमा कम्तीमा एउटा शैक्षिक सम्मेलन सञ्चालन गर्नु पर्यो। यो सिकाइ सञ्जाल गठन गर्ने पनि स्थानीय तहको जिम्मेवारी हो र त्यो सञ्जालभित्रको सम्मेलन गर्ने पनि स्थानीय तहको जिम्मेवारी भएकाले विषयगत रूपमा गठन भएका सिकाइ सञ्जालहरू वर्षमा एकपटक सम्मेलन समेत गर्नु पर्यो। त्यहाँ कसरी पढाउनु भयो, तपाईँहरूको आदान प्रदान, एक ठाउँमा उहाँहरूको आदान प्रदान असल अभ्यास कसरी छन्, एक आपसमा समस्या र समाधान दुवै निस्किन्छन्, यस कारणले पनि यो गर्न जरुरी छ, जहाँ कि शिक्षण सिकाइ सुधारमा यसले अझ गुणस्तरमा अझ धेरै सहयोग पुग्नेछ भन्ने हो। अब अर्को छ 9मा सहपाठी कक्षा अवलोकन भनेको। अब यो हाम्रा 10वटा जुन तालिम अघि देखायौँ हामीले, त्यो मध्ये सहपाठी कक्षा अवलोकन भन्ने छ। निर्दिष्ट कक्षा अवलोकन फारम प्रयोग गरी भनेको जुन निर्दिष्ट गरिया हुन्छ त्यो कक्षा अवलोकन फारम प्रयोग गरी एकले अर्को विषय मिल्ने शिक्षकको हरेक विद्यालयले सहपाठी शिक्षकको नियमित र योजनाबद्ध तरिकाले कक्षा अवलोकन गरी रचनात्मक पृष्ठपोषण आदान प्रदान गरी सिकाइ सहजीकरणमा सुधार ल्याउन गइलिने विषय मिल्नु पर्यो, निर्दिष्ट अवलोकन फारम प्रयोग गर्नु पर्यो, नियमित योजनाबद्ध आउनु पर्यो र यो गरिसकेपछि रचनात्मक पृष्ठपोषण पनि आउनु पर्यो है साथीहरू। विषय मिल्ने हुनु पर्यो, निर्दिष्ट फारमको प्रयोग गर्नु पर्यो, सहपाठी कक्षा अवलोकनमा विषय मिल्नु पर्यो, फारम मिल्नु पर्यो, नियमित योजनाबद्ध आउनु पर्यो, त्यो गरिसकेपछि रचनात्मक पृष्ठपोषण आउनु पर्यो भन्ने हो। परले सहपाठी कक्षा अवलोकनको आवश्यक व्यवस्था मिलाउने। कसले आवश्यक? सहपाठी कक्षा अवलोकनको आवश्यक व्यवस्था कसले मिलाउनेछ? परले मिलाउनेछ। सोको अभिलेखन गर्छ परले गर्नेछ। स्थानीय तहले अन्तर विद्यालय सहपाठी कक्षा अवलोकनको आवश्यक व्यवस्था मिलाउने। विद्यालयभित्र भयो परले व्यवस्था मिलाउनेछ सहपाठी कक्षा अवलोकन। एउटै विद्यालयभित्र भयो परले मिलाउने भयो। पालिकाभित्र बस्छ भने अन्तर्विद्यालयको पालिकाले गर्ने भयो भन्ने हो साथीहरू। शिक्षक पेशागत विकास तालिमको अवधिमा सहभागी शिक्षकलाई कम्तीमा 1 सत्र सहपाठी कक्षा अवलोकन सम्बन्धी सिपमा अभ्यास गराइने भनेको जुन तालिम हुन्छ त्यो तालिममा 1 सत्र चाहिँ सहपाठी कक्षा अवलोकन सम्बन्धी सिपमा अभ्यास गराउने भन्ने भयो। सहपाठी कक्षा अवलोकनको माध्यमबाट सहपाठी कक्षा अवलोकनको माध्यमबाट शिक्षण सिकाइमा सुधार ल्याई विद्यार्थीको सिकाइमा बढोत्तरी ल्याउने शिक्षकलाई विद्यालयले हरेक वर्ष वार्षिक उत्सवको दिन सम्मान गर्ने। अब
सहपाठी कक्षा अवलोकनको माध्यमबाट यदि विद्यार्थीको शिक्षण सिकाइमा सुधार आउँछ, बढोत्तरी आउँछ भने वार्षिक रूपमा विद्यालयले गर्ने हरेक वर्षको वार्षिक उत्सवको दिन सम्मान गर्ने व्यवस्था मिलाउने र स्थानीय तहले विद्यालयको सिफारिसका आधारमा त्यस्ता शिक्षकलाई पुरस्कृत गर्ने विद्यालयले वार्षिक उत्सवमा गर्ने भयो है साथीहरू। विद्यालयले वार्षिक उत्सवमा गर्ने भयो भने विद्यालयको सिफारिसमा स्थानीय तहले पुरस्कृत गर्ने भयो। कसलाई? सहपाठी कक्षा अवलोकन मार्फत सिकाइमा बढोत्तरी गर्ने, सिकाइको गुणस्तर अभिवृद्धि गर्ने शिक्षकहरूलाई। अब अन्तिममा छ हाम्रो स्वमूल्याङ्कन। 10 वटा मध्ये स्वमूल्याङ्कन छ। शिक्षकलाई विद्यार्थी सिकाइ सहजीकरण कार्यको शिक्षकलाई विद्यार्थी सिकाइ सहजीकरण कार्यको आफैबाट मूल्याङ्कन गरी आफ्नो कार्य सम्पादनमा सुधार ल्याउने प्रोत्साहन गरिन्छ। स्वमूल्याङ्कन भनेको आफ्नो मूल्याङ्कन आफैले गर्ने हो साथीहरू है, आफ्नो मूल्याङ्कन आफै गर्ने हो। शिक्षकको स्वमूल्याङ्कनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक मूल्याङ्कन फारम विकास गरी कार्यान्वयनमा ल्याउनेछ। यसको फारम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ र यसको प्रयोग शिक्षक आफैले गर्नेछ भन्ने। स्वमूल्याङ्कन भनेको आफ्नो मूल्याङ्कन आफै गर्ने हो। अब अर्को परिचित चार्ट छ, विभिन्न सरकारवालाको भूमिका छ। यो हामीले हेरेको यो सरसर्ती 10 वटा तालिम हेऱ्यौँ साथीहरू। यो 10 वटा मध्ये भनेको हाम्रो 1 महिने सुन्नुहोस् है, अब्जेक्टिभ क्वेसनको लागि सबैभन्दा महत्त्वपूर्ण भनेको परिच्छेद 3 अन्तर्गतको पनि सेवा प्रवेश तालिम र 1 महिने सेवा प्रमाणीकरण तालिम। मैले यहाँ कलर पनि हाइलाइट पनि गरेको छु अनि यहाँलाई बुझ्नको निम्ति अझ तालिकासहित बनाएर प्रस्तुत गर्ने प्रयास गरेको छु। एकचोटि सर र भिडियो हेरिदिनु भयो भने यहाँलाई अझ सजिलो हुन्छ। 1-2 चोटि हेर्नुभयो भने अर्कोचोटि तपाईँले यो हेर्नै पर्दैन साथीहरू। यो सम्बन्धी फेरि पनि यहाँ होला, पहिला यसलाई सरस्वती सकौँ। मैले सहजताका लागि यहाँहरूलाई हाइलाइट गरेको छु यसरी भनेर। यो तरिकाले अध्ययन गर्नुभयो भने यहाँहरूलाई पक्कै पनि यो उपयोगी हुनेछ भन्ने आशाले मैले गरेको छु। यो अब विभिन्न सरकारवालाको भूमिका भन्ने छ। अब यसमा भूमिका छन्। अब हामी सरकारवाला भनेका यो शिक्षासँग सरोकार राख्ने, यो शिक्षाको गुणस्तरसँग सरोकार राख्ने भनेको छ। मन्त्रालयको भूमिका भनेको छ। मन्त्रालय भनेको हाम्रो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भूमिका। यसका भूमिका 2वटा छन्। नीतिगत मार्गदर्शन गर्ने तथा आवश्यकता अनुसार निर्देशन दिने। मन्त्रालयले निर्देशन दिने भयो, नीति मार्गदर्शन गरिदिने भयो। अर्को स्रोत व्यवस्थापन गर्न आवश्यक अनुसार समन्वय गरिदिने भयो। अनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका भूमिका 9वटा छन्। शिक्षक पेशागत विकास सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्ने, शिक्षक पेशागत विकास सम्बन्धी प्रारूप र मापदण्डको विकास गर्ने, शिक्षक तालिम पाठ्यक्रम तथा नमुना तालिम सामग्री विकास गर्ने, शिक्षक पेशागत अवकाश सम्बन्धी योजना निर्माण गरी कार्यान्वयन ल्याउने, तालिम केन्द्रका प्रशिक्षकका लागि प्रशिक्षण सञ्चालन गर्ने। सुन्नुहोस् है, तालिम केन्द्रका प्रशिक्षणका लागि प्रशिक्षण दिने काम कसले गर्दो रहेछ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रले। शिक्षक पेशागत विकासका लागि बजेट व्यवस्था सम्बन्धी बजेट पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र छ। शिक्षक पेशागत विकासका विभिन्न कार्यक्रमको गुणस्तर कायम राख्न शिक्षा तालिम केन्द्र र स्थानीय तहसँगको आवश्यक समन्वय गर्ने र कार्यक्रमको गुणस्तरको मूल्याङ्कन गर्ने। कार्यक्रमको गुणस्तरको मूल्याङ्कन पनि कसले गर्ने भयो? शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्ने भयो। 1 महिने प्रमाणीकरण शिक्षक पेशागत विकास तालिमको प्रमाणीकरण गर्ने, जुन हामीले 1 महिने प्रमाणीकरण शिक्षक पेशागत विकास तालिम सञ्चालन गर्छौँ। प्रदेशको स्थानीय तहमा 2 तह चरण हुन्छ, 15 दिनको 30 कार्य दिने भन्यौँ। यसको प्रमाणीकरण गर्ने काम चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रको हो साथी हो है। शिक्षक पेशागत विकास सम्बन्धी अध्ययन अनुसन्धान सञ्चालन गर्ने। शिक्षक पेशागत विकास सम्बन्धी अध्ययन अनुसन्धान गर्ने काम कसको भनेर आउँछ? शिक्षा तथा मानव स्रोत केन्द्र विकास, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ आयो भने यसको एन्सर के हुने भयो? शिक्षा तथा मानव स्रोत विकास केन्द्र हुने भयो। शिक्षक पेशागत विकास सम्बन्धी अध्ययन अनुसन्धान सञ्चालन गर्ने काम है। शिक्षा तालिम केन्द्रको भूमिका कतिवटा छन्? 10 वटा छन्। शिक्षा तालिम केन्द्रको भूमिका के हुन्छ? नेपाल सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त सशर्त अनुदानका शिक्षक पेशागत विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने। जुन कार्यक्रम हुन्छ नि 10 प्रकारका कार्यक्रम भने यी कार्यक्रमका सञ्चालन गर्ने, धेरै जसो कार्यक्रम छ, कार्यक्रम तालिम सञ्चालन गर्ने तालिम केन्द्रको काम हो। शिक्षक पेशागत विकास सम्बन्धी योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन ल्याउने। 1 महिने शिक्षक पेशागत विकासका लागि प्रशिक्षक निर्देशिका र स्रोत सामग्रीको विकास गर्ने। पेशागत विकास तालिमको लागि अघि भनेको थियौँ हामीले निर्देशिका र स्रोत सामग्री विकास तालिम केन्द्रले र मानव स्रोत विकास केन्द्रले गर्छ। पाठ्यक्रम चाहिँ शैक्षिक जनशक्ति विकास केन्द्रले गर्छ भनेर भनेको थियौँ साथी हो। यसको प्रशिक्षण निर्देशिका तालिम केन्द्रले गर्ने भयो। कस्टमाइज शिक्षक तालिम पाठ्यक्रम तथा तालिम सामग्री विकास गर्ने, जुन पुनर्ताजाकी तालिम भनिन्छ त्यसको। स्थानीय तहमा कार्य शिक्षक मेन्टरको तालिम प्रदान गर्ने। स्थानीय तहका
शिक्षकहरूको विज्ञ सूची रोस्टर तयार गरी कस्टमाइज शिक्षक तालिम सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, शिक्षक पेशागत विकास कार्यक्रम सम्बन्धमा स्थानीय तहका शिक्षा शाखा प्रमुख र अधिकृतलाई अभिमुखीकरण सञ्चालन गर्ने, शिक्षक पेशागत विकास कार्यक्रमको सम्बन्धमा स्थानीय तहका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख र अधिकृतका लागि अभिमुखी सञ्चालन गर्ने पनि तालिम केन्द्रले गर्ने भयो। तालिम प्राप्त शिक्षकलाई फलोअप सहायता प्रदान गर्ने, शिक्षक पेशागत विकास तालिमको अभिलेख व्यवस्थित तथा प्रमाणीकरण गर्ने, प्रमाणीकरणका लागि शिक्षा तथा मानव स्रोत केन्द्रमा पठाउने, शिक्षक पेशागत विकास सम्बन्धी अध्ययन अनुसन्धान गर्ने भन्ने कुरा पनि यसले गर्ने भयो। शिक्षा विकास तथा समन्वय इकाइको भूमिका दुईटा, शिक्षा तथा विकास समन्वय इकाइ र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भूमिका सबैभन्दा कम छ, दुईवटा मात्र छ। शिक्षक पेशागत विकासको कार्यक्रम सञ्चालन गर्न शिक्षा तालिम केन्द्र र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने, विद्यालय सुपरिवेक्षण तथा पेशागत सहायता सम्बन्धी आवश्यक कार्य गर्ने भन्ने भयो। अनि त्यसपछि स्थानीय तहको भूमिका, नेपाल सरकारबाट वित्तीय 8वटा छन्। नेपाल सरकारबाट वित्तीय हस्तान्तरण प्राप्त सशर्त अनुदानका शिक्षक पेशागत विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, शिक्षक पेशागत सहायता सम्बन्धी कार्य गर्ने, शिक्षक पेशागत विकास कार्यक्रम छोटो अवधिको पुनर्ताजगी र कस्टमाइज शिक्षक तालिम सञ्चालनमा तोकेको मापदण्डका आधारमा गर्ने, शिक्षक मेन्टरिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने, शिक्षक पेशागत विकास कार्यक्रम सञ्चालनको अभिलेख व्यवस्थित गर्ने, शिक्षक पेशागत विकास तथा सहायताका विभिन्न कार्यक्रम सम्बन्धमा पर विवेश सियस आदिका लागि अभिमुखी कार्यक्रम सञ्चालन गर्ने, विकास सहायता सम्बन्धी अभिमुखी कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा आधारित निरन्तर शिक्षक पेशागत विकासका लागि विद्यालय तथा अन्य शिक्षकहरूलाई प्रोत्साहन गर्ने, शिक्षक तालिम पेशागत विकासको नियमित अनुगमन तथा फलोअप तथा विद्यार्थी सिकाइ उपलब्धिको लेखाजोखा गर्ने। अर्को छ विद्यालयको भूमिका। हाम्रा यसमा 6वटा निकायको भूमिका राखेको छ। 6वटा विद्यालयको भूमिका, विद्यालयमा आधारित निरन्तर पेशागत विकास कार्यक्रमलाई प्रभावकारी तरिकाले सञ्चालन गरी शिक्षकको पेशागत विकासमा सहयोग गर्ने, शिक्षकलाई निरन्तर पेशागत विकासका कार्यक्रममा सक्रिय सहभागी हुन प्रोत्साहन गर्ने, नवप्रवेश शिक्षकको वा शिक्षण पेशामा एक शैक्षिक सत्रभन्दा कम अध्यापन अनुभव भएका शिक्षकहरूलाई मेन्टरिङ सहायता प्रणालीको सहभागी हुन प्रोत्साहन गर्ने, विद्यालयमा उपयुक्त सिकाइ वातावरण निर्माण गर्ने, विद्यालयमा सिकाइ संस्कृतिको विकासका लागि आवश्यक काम गर्ने भन्ने कुरा भयो। अब अर्को छ विविध भन्ने छ परिच्छेद 5। अब यसमा सहकार्य छ। हामी सहकार्य गर्छौँ साथीहरू। यसको लागि सहकार्य हामीले 4वटा निकायसँग सहकार्य गरेर हामीले यो तालिम पनि सञ्चालन गर्नेछौँ। एउटा विश्वविद्यालयसँग सहकार्य भन्ने छ। शिक्षा मन्त्रालय, केन्द्र भनेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश शिक्षा हेर्ने मन्त्रालय भनेको सामाजिक विकास मन्त्रालय, प्रदेश शिक्षा तालिम केन्द्रसँग सम्झौता र समन्वय गरी विश्वविद्यालय मार्फत शिक्षक पेशागत विकास कार्यक्रम सञ्चालन गर्न सकिनेछ। यतिको बिचमा समन्वय गरेर मन्त्रालय, केन्द्र, तालिम केन्द्र, प्रदेश शिक्षा हेर्ने मन्त्रालय र विश्वविद्यालयकोसँग समन्वय गरेर पनि यो हामीले तालिम सञ्चालन गर्न सक्ने रहेछौँ। अर्को गैर सरकारी सङ्घ-संस्थासँगको सहकारी, मन्त्रालय, केन्द्र भनेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र हो साथीहरू है। केन्द्र भनिरहेको छु मैले, यो भनेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र बुझ्नु होला है। प्रदेश शिक्षा हेर्ने मन्त्रालय र प्रदेश शिक्षा तालिम केन्द्रसँग सम्झौता वा समझदारी गरेर शिक्षा क्षेत्रमा काम गर्ने गैर सरकारी सङ्घ-संस्थाको समन्वय र सहकार्यमा शिक्षक पेशागत विकास कार्य सञ्चालन गर्न सकिनेछ। विश्वविद्यालयसँग सहकार्य गरेर, गैर सरकारी सङ्घ-संस्थासँग सहकार्य गरेर पनि शिक्षक पेशागत विकास सञ्चालन गर्नेछ। यसरी कार्यक्रम सञ्चालन गर्नुपर्दा शिक्षक बढुवालाई असर नपर्ने गरी जिल्लालाई एक इकाइका रूपमा मानेर शिक्षक तालिम सञ्चालन गरिनेछ भनेको यो शिक्षक पेशालाई एउटा जिल्लालाई एउटा इकाइ मानेर हामीले तालिम सञ्चालन गर्छौँ। जसले गर्दा बढुवामा असर नपरोस् भन्ने हो। सार्वजनिक शैक्षिक गुठीका विद्यालयमा कार्य शिक्षकलाई तालिम प्रदान गर्ने सहकारी, अब सार्वजनिक गुठीलाई पनि हामीले प्रदान गर्छौँ। प्रदेश शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहसँग समन्वय र सहकार्य गरी संस्थाले आफ्नै लगानी र लागत साझेदारी, शैक्षिक गुठीको आफ्नै लागत साझेदारी र सहकार्य लगानी र साझेदारी हुनु पर्यो वा खास शर्त तोकी गुठीमा कार्य शिक्षकका लागि समेत 1 महिने सेवाकालीन तालिम आवश्यकतामा आधारित अन्य प्रकारका शिक्षक तालिम सञ्चालन गर्न सकिनेछ। यसको लागत साझेदारीको हुनु पर्यो, स्वयं गुठी हुनु पर्यो, समन्वय शिक्षा तालिम केन्द्र, शिक्षा समन्वय इकाइ र स्थानीय तहसँग समन्वयमा
यो पनि सञ्चालन गर्न सकिने भयो। निजी लगानीका विद्यालयका शिक्षकहरूको पेशागत विकास कार्यक्रमका लागि सहकार्य भनेको छ। प्रदेश शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहसँग समन्वय र सहकार्य गरी निजी लगानीका विद्यालयहरूको शिक्षाका लागि समेत आवश्यकतामा आधारित 1 महिने सेवाकालीन तालिम। सुन्नुहोस् है, यो सार्वजनिक शैक्षिक गुठीमा र निजी लगानीमा कार्यरत गर्ने शिक्षकहरूको 1 महिने सेवाकालीन तालिम सञ्चालन गर्न सकिने छ है। लगानी चाहिँ उहाँहरूको हुने भयो। समन्वय चाहिँ तालिम केन्द्रको, समन्वय इकाइको र स्थानीय तहको समन्वय हुने भयो साथीहरू है। निजी र गुठीमा पाउने शिक्षकहरूको लागि पनि तालिमको लागि आवश्यकतामा आधारित हुनु पर्यो। आवश्यकतामा पनि आधारित हुनु पर्यो। त्यसपछि तालिम केन्द्र, समन्वय इकाइ र स्थानीय तहको समन्वय हुनु पर्यो र उहाँहरूको लागत साझेदारी भयो भने के हुने भयो, यो शैक्षिक भनेको गुठीमा र निजी विद्यालयका शिक्षकहरूको लागि 1 महिने सेवाकालीन तालिम वा अन्य कस्टमाइज तालिमहरू पनि के हुन सञ्चालन गर्न सकिनेछ। अर्को छ प्रधानाध्यापक शैक्षणिक नेतृत्व तथा व्यवस्थापक सम्बन्धी क्षमता विकास तालिम भन्ने छ। शैक्षणिक नेतृत्व तथा व्यवस्थापन सम्बन्धी क्षमता विकासका लागि छुट्टै 1 महिने सञ्चालन गरिनेछ। अब यो पनि अब्जेक्टिभ क्वेसनको लागि महत्त्वपूर्ण कुरा हो साथीहरू। शिक्षक पेशागत विकास प्रारूप 2088 अनुसार प्रधानाध्यापक शैक्षणिक नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम कति समय सञ्चालन हुनेछ भनेर आउन सक्छ। नेतृत्व तथा व्यवस्था सम्बन्धी क्षमता विकास तालिम 1 महिनाको हुनेछ। शैक्षणिक नेतृत्व तथा व्यवस्था सम्बन्धी के सम्बन्धी? शैक्षिक नेतृत्व कसरी गर्ने र व्यवस्थापन कसरी गर्ने भनेर क्षमता विकास भनेको छ शैक्षिक नेतृत्व र व्यवस्थापन कसरी गर्ने भनेर छुट्टै 1 महिनाको तालिम सञ्चालन गर्न सकिनेछ भन्ने कुरा यो कार्यविधिले, यो प्रारूपले बोलेको छ साथीहरू। अर्को शिक्षक पेशागत विकासको अनुगमन। अब यसको अनुगमन कसले गर्ने भन्ने हो साथीहरू है। विद्यालयमा आधारित अनुगमन प्रणाली सुदृढ बनाउन परबाट के कुराको अनुभव हुने भयो साथीहरू है। परबाट शिक्षक मेन्टरिङको अनुभव हुने भयो। परबाट अनुगमन हुने है साथीहरू। शिक्षक मेन्टरिङको अनुगमन हुने भयो। शिक्षकद्वारा गर्ने कार्यमूलक अनुसन्धानको अनुगमन हुने भयो। सहपाठी कक्षा अवलोकन अनुगमन हुने भयो। पाठ अध्ययन अनुगमन हुने भयो। स्वनिर्देशित सिकाइ। यसरी परबाट अनुगमन हुने शिक्षक मेन्टरिङ, कार्यमूलक अनुसन्धान, सहपाठी कक्षा अवलोकन, पाठ अध्ययन र स्वनिर्देशित सिकाइ गरेर 5 प्रकारको तालिम परबाट अनुगमन हुन्छ। यसरी गरिएको अनुगमनको प्रतिवेदन विद्यालयले स्थानीय तहलाई पेश गर्नुपर्नेछ। जुन परले यो शिक्षकको अनुगमन गर्छ 5 प्रकारका, यो अनुगमनको प्रतिवेदन विद्यालयले स्थानीय तहलाई पेश गर्नुपर्नेछ। तर परको हकमा स्थानीय तहको शिक्षा शाखा मार्फत नियमित अनुगमनको व्यवस्था गरिन्छ। जुन यी हामीले भन्यौँ शिक्षक मेन्टरिङ, कार्यमूलक अनुसन्धान, सहपाठी कक्षा अवलोकन, पाठ अध्ययन र स्वनिर्देशित सिकाइ, यसको अनुभव हो शिक्षकको नियमित अनुगमन परबाट हुन्छ भने परको शिक्षक मेन्टरिङ, कार्यमूलक अनुसन्धान, सहपाठी कक्षा अवलोकन, पाठ अध्ययन, स्वनिर्देशित अनुगमन परको हकमा स्थानीय तहको शिक्षा शाखा मार्फत नियमित अनुगमन तथा व्यवस्थापन गरिनेछ। स्थानीय तहमा विषयगत विज्ञहरूको समूह निर्माण गरी विषय विज्ञको समूह निर्माण गरी निरन्तर रूपमा शिक्षकहरूको कक्षा अवलोकन, छलफल र पृष्ठपोषण आदान प्रदान गर्ने संयन्त्र विकास गरिनेछ। विषय विज्ञ निर्माण गरेर कक्षा अवलोकन, छलफल र पृष्ठपोषणहरू नियमित रूपमा संयन्त्र विकास गरिनेछ। शिक्षक पेशागत विकास प्रदान गर्नका लागि शिक्षा अधिकृत, प्रशिक्षक, स्रोत शिक्षक र स्थानीय तहमा उपलब्ध विज्ञहरूको परिचालन गरिन्छ। शिक्षा तालिम केन्द्रबाट पेशागत विकास तालिम लिएका शिक्षकहरूलाई अनलाइन अफलाइन र मिश्रित विधिबाट फलोअप सहायता प्रदान गरिन्छ। यो तरिकाले फलोअप पनि गरिन्छ। शिक्षा तालिम केन्द्रबाट पेशागत विकास तालिम लिएका शिक्षकहरूको फलोअप चाहिँ अनलाइन तरिकाले, अफलाइन तरिकाले मिश्रित विधिबाट फलोअप सहायता प्रदान गरिनेछ भन्ने हो साथीहरू। स्थानीय तहले शिक्षक पेशागत विकासको नियमित अनुगमन र फलोअप तथा विद्यालय। अब सुन्नुहोस् है, यो शिक्षा तालिम केन्द्रले पेशागत विकास तालिम लिएका शिक्षकहरूलाई कुन विधिबाट फलोअप सहायता प्रदान गर्नेछ भने चाहिँ अनलाइन, अफलाइन, ब्लाइन्डेड भनेको अनलाइन, अफलाइन र मिश्रित तरिकाबाट गर्नेछ भन्ने हो। स्थानीय तहले शिक्षक पेशागत विकासको नियमित अनुगमन र फलोअप तथा विद्यार्थीको सिकाइ उपलब्धि नियमित अनुगमन, फलोअप तथा विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गर्ने यस प्रारूपको अवधारणा प्रतिकूल नहुने गरी आफू अनुकूल संयन्त्र थप कार्यरत गर्न सकिन्छ। स्थानीय तहले फलोअपको निम्ति र लेखाजोखा र प्रारूपको अवधारणा अनुकूल प्रतिकूल नहुने गरी आफै पनि केही कार्यविधिहरू, केही संयन्त्र बनाएर यसको फलोअप गर्न सक्नेछ भन्ने हो।
केन्द्रले भनेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भनेर छ है साथीहरू। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा तालिम केन्द्रबाट सञ्चालन हुने प्रमाणीकरण तालिमको अनुगमन गर्न सक्नेछ। शिक्षा तालिम केन्द्रबाट प्रमाणित हुने र सञ्चालन प्रमाणित तालिमको अनुगमन केन्द्रले पनि गर्न सक्छ, जुन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले। शिक्षक तालिमको अभिलेख व्यवस्थापन। अब अभिलेख व्यवस्थापन कहाँ हुन्छ भन्ने हो है। प्रमाणीकरण तालिम प्राप्त शिक्षकको विवरण केन्द्रले विकास गरेको ढाँचा अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको ढाँचा अनुसार व्यवस्थित गरी शिक्षा तालिम केन्द्रमा राख्नुपर्नेछ। कहाँ राख्नुपर्नेछ? शिक्षा तालिम केन्द्रमा राख्नुपर्नेछ। उक्त विवरण शिक्षा तालिम केन्द्रको प्रमुखबाट हार्ड कपी प्रमाणित गरी सफ्ट कपी सहित हार्ड कपी प्रमाणित पनि गर्नु पर्यो, सफ्ट कपी सहित प्रमाणीकरण प्रयोजनका लागि केन्द्रमा पढ तालिम सञ्चालन शिक्षा तालिम केन्द्रले गर्छ, प्रदेश तालिम केन्द्रले। त्यो तालिम केन्द्रले गरेको व्यवस्थित अभिलेख आफूले राख्छ र प्रमाणीकरणका लागि त्यो कहाँ पठाउँछ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउँछ। त्यसको हार्ड कपी पनि पठाउँछ, सफ्ट कपी पनि पठाउँछ। यसका लागि शिक्षक तालिम व्यवस्थापन सूचना प्रणाली, टिचर ट्रेनिङ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम TTMIS विकास गरी व्यवस्थित गर्न गरिनेछ भन्ने कुरा भयो। प्रारूपको कार्यान्वयन भन्ने छ साथीहरू। यो शिक्षक पेशागत विकासका लागि नीतिगत दस्तावेजका रूपमा रहनेछ। यो नीतिगत दस्तावेज हो। यसमा उल्लेखित विभिन्न क्रियाकलाप थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले निर्देशित कार्यविधि मापदण्ड विकास गर्न सक्ने छ। मन्त्रालयले है साथीहरू निर्देशिका कार्यविधि र मापदण्ड विकास गर्न सक्नेछ र केन्द्रले तालिम पाठ्यक्रम प्रशिक्षक निर्देशिका र तालिम स्रोत सामग्री तथा अन्य सन्दर्भ सामग्री विकास तथा वितरण र प्रबन्धीकरण। सुन्नुहोस् है, अब यो प्रारूप अनुसार पाठ्यक्रम प्रशिक्षक निर्देशिका। अब कसले के बनाउन निर्देशिका कार्यविधि र मापदण्ड विकास गर्न सक्नेछ। व्यवस्थित बनाउन मन्त्रालयले निर्देशिका बनाउँछ, कार्यविधि बनाउँछ, मापदण्ड बनाउँछ। निर्देशिका बनाउने भयो, कार्यविधि बनाउने भयो, मापदण्ड बनाउने भयो। अनि केन्द्रले के बनाउने? शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तालिम पाठ्यक्रम बनाउन सक्ने भयो, प्रशिक्षक निर्देशिका बनाउन सक्ने भयो, तालिम स्रोत सामग्री र अन्य सन्दर्भ सामग्रीको विकास तथा वितरण तथा प्रबन्धीकरण गर्न सक्नेछन् भन्ने छ। अब यसमा यो छ साथीहरू, शिक्षक पेशागत विकासका उद्देश्यहरू चाहिँ 7वटा रहेका छन्। यो पेशागत विकास 2080 का उद्देश्यहरू 7वटा रहेछन्। शिक्षक पेशागत विकासका आधारहरू 11वटा रहेका छन् भने शिक्षक पेशागत विकास अनुसार सेवा प्रवेश तालिम कति समयावधि हुनेछ भने छ यो 1 महिनाको हुनेछ भन्ने हो। यो नमुना प्रश्नोत्तर थोरै छ साथीहरू। यो यहाँहरूको यो भिडियो यो हेरेपछि यहाँहरूले पक्कै पनि शिक्षक पेशागत विकास प्रारूप 2080 सम्बन्धी यहाँहरूले अरू छुट्टै पढ्नुपर्ने केही छैन। यसमा सबै कुराहरू मैले राखेको छु। यसको शैक्षिक जनशक्ति विकास केन्द्रबाट स्वीकृति भएको साथीहरू 2080 7 महिना 12 यसको परिमार्जिन रूप हो यो मैले प्रस्तुत गरेको यो। यसका 5वटा परीक्षण छन्। हामीले यसमा विशेष गरी परीक्षण 3 शिक्षक पेशागत विकासका विधिहरू छन्। यसमा 10 प्रकारका मैले यहाँ उल्लेख गरेँ। यी 10 सेवा प्रवेश तालिम, 1 महिने सेवा प्रमाणित तालिम, शिक्षक मेन्टरिङ, छोटो अवधिको कस्टमाइज तालिम, पाठ अध्ययन, स्वनिर्देशित सिकाइ, कार्यावलोकन अनुसन्धान, सिकाइ सञ्जाल, सहपाठी र कक्षा अवलोकन, स्वमूल्याङ्कन भन्ने कुरा छ। यो नै यसका 10 प्रकारका यो शिक्षक पेशागत विकास प्रारूप 2080 ले यसरी 10 प्रकारका तालिमको व्यवस्थापन गरेको छ। यी तालिम लिनुपर्ने भन्ने छ। त्यसपछि सेवा प्रवेश तालिम 1 महिनाको हुनेछ। यो 15 दिन गरेर 15 दिनको सामान्य अनलाइन र मिश्रित विधिबाट हुनेछ। त्यो पहिलो भने बाँकी 15 दिन विद्यालयमा आधारित हुनेछ। अभिलेख व्यवस्थापन हुनेछ, तालिम केन्द्रबाट हुनेछ। अनि सबैभन्दा महत्त्वपूर्ण भनेको यो 1 महिने सेवा प्रमाणीकरण तालिम हो साथीहरू। यो तालिम भनेको तालिमको आधारहरू छन्। पेशागत क्षमता व्यक्तिगतसँग आवासन गर्ने, यसको प्रशिक्षक क्षमता कसले गर्ने, यसका चरणहरू छन्। यो पनि 30 कार्यदिनको हुनेछ। पहिलो खण्ड, दोस्रो खण्ड गरेर पहिलो खण्ड 15 दिने, दोस्रो खण्ड 15 दिने गरेर यसका विधिहरू आमन्य सामान्य, अनलाइन, फेस टु फेस, अनलाइन, मिश्रित, त्यसपछि समकालिक र असमकालिक तरिकाले दिनेछ। दोस्रो खण्ड भनेको विद्यालयमा आधारित हुनेछ। यसको अङ्क विभाजन यसरी हुनेछ। कार्यभाग 15 दिन यसरी हुनेछ। प्रशिक्षक तयारीका आधारहरू 6वटा छन्। तालिम सामग्रीको व्यवस्थापन पाठ्यक्रमको 20% स्थानीय राख्न सकिनेछ भन्ने छ। अङ्क विभाजन मूल्याङ्कनका आधारहरू र अङ्क विभाजन भन्ने छ। पहिलो खण्डमा 3वटा आधारहरू छन् र उपआधार 4वटा छन् जसको 50 अङ्क छ। दोस्रो चरण 3वटा आधार छन्, 50 अङ्क छ। यसरी दुईवटै खण्डको 50 100 अङ्क छ। 0 प्रति सेसन 0.5 अङ्क घटाइनेछ। अनुपस्थित हुँदा 3 सेसन अनुपस्थित सहभागी तालिम पुरा नहुनेछ। 30 पूर्णाङ्कको लिखित परीक्षा हुनेछ जसको अङ्क विभाजन यसरी हुनेछ।
सम्पादन गरेको कार्यको प्रतिवेदन प्रमाणित यसरी गरिनेछ। अङ्क क्रियाकलाप मूल्याङ्कनका आधारहरू क्षेत्रहरू 3वटा रहेका छन्। मूल्याङ्कनका आधारहरू 3वटा क्षेत्रका गरी 14वटा आधारहरू रहेका छन्। यी यस्ता कुरा छन् साथीहरू। सहभागिताले प्राप्त श्रेणी विभाजन कसरी छनौट गरिने, को हुने भन्ने कुरा यसरी छ साथीहरू। सबभन्दा यसका 1 देखि 10वटा जुन तालिमका प्रकार छन्, यी तालिमलाई यहाँहरूले विशेष गरेर हेर्नुहोला। पुनः यस्तै भिडियोहरू मैले बनाउने छु, यहाँहरूले निरन्तर साथ सहयोग दिनुहोला। यो पढ्नुभयो भने विशुद्ध आयोग पनि शिक्षक सेवा आयोग, शिक्षक अध्यापन अनुमति पत्र, शिक्षण अध्यापन अनुमति पत्र लाइसेन्स छ। यता शिक्षातिरको लोकसेवा आयोगको शिक्षातिरका विद्यालय सङ्घीय विद्यालय निरीक्षक, 7औं प्रदेश स्थानीयका 7औं तहहरू, सङ्घीय परास, स्थानीय प्रदेशका परास तयारी गर्ने 5औं तयारी गर्ने साथीहरूलाई एकदमै महत्त्वपूर्ण हुनेछ भन्ने आशाका साथ तयारी गराएको छु। यस्तै भिडियोका लागि पुनः यो मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। यस्तै भिडियोहरू अझ बनाउने छु, यहाँहरूको साथ सहयोग अझ पाउनेछु। के कस्तो लाग्छ एउटा सानो प्रयास गरेर पुनः हालेको छु शिक्षक पेशागत विकास प्रावधान 2080 सम्बन्धी। यसले गर्दा यहाँहरूलाई बहुपरिधि प्रश्नमा निकै साथ सहयोग दिनेछ भन्ने अपेक्षा गरेको छु। आजलाई यति नै, पुनः अर्को भिडियोमा भेटौँला। हस्, धन्यवाद साथीहरू।